2026 मा सायद प्रोग्राम साजन फ्याङ्काको तयारीमा जुटिरहनु भएको छ र फाइनल एक्जाममा लेभल 5 अचिभ गर्न चाहनुहुन्छ भने यो भिडियो सिरिज हजुरका लागि निकै महत्त्वपूर्ण हुनेछ। यस भिडियो सिरिजमा हामीले यस बुक भित्र रहेका 5 वटा सिल्छन् म उही खोसा रियल मोक टेस्टको 5 वटै सेटहरू नेपालीमा यसरी व्याख्या लिएर आउने छौं कि हजुरले भिडियोलाई पुरा हेरिसकेपछि हरेक प्रश्नहरू तपाईले कहिले नबिर्सिने गरी याद हुनेछ र प्रत्येक प्रश्नको वर्ड मिनिङ र त्यहाँ समावेश गरिएका व्याकरणको पनि हामीले यसरी व्याख्या गरिदिएका छौं कि हजुरले एकै पटकमा सजिलै गरी छोटो समयमा समयलाई सेभ गरेर बुझ्न सक्नुहुनेछ। आजको यस भिडियोमा भने सेट 1 को व्याख्या गरिदिनेछु र सेट 2 को व्याख्या पनि यसरी नै चाहनुहुन्छ भने कमेन्ट सेक्सनमा सेट 2 लेखिदिनु होला है त। ल आउनु सेट 1 को व्याख्यातिर लागौं। सेट 1 छे इलवे सिल्छन् म उही खोसा वास्तविक मोक टेस्ट भनेको फाइनल परीक्षामा जस्तो खालका प्रश्न आउँछ त्यसको टेस्ट मोक टेस्ट भनेर बुझ्नुस् 2026 का लागि र परीक्षाको समय हुनेछ सिहम सिगान 60 मिनेट युक्सिबोन र परीक्षामा दुईटा खालका प्रश्नहरू आउनेछन्। एउटा खेपख्वान्सिक मल्टिपल चोइस प्रश्न भनेको बहुवैकल्पिक प्रश्न जहाँ चाहिँ एउटा क्वेशन हुन्छ र 4 वटा अप्सन हुन्छ त्यहाँ तपाईले एउटामा करेक्ट आन्सरमा टिक लाउनु पर्ने हुन्छ र अर्को छ छुक्वान्सिक भनेको सब्जेक्टिभ टाइप प्रश्न र 49 र 50 मा चाहिँ हजुरले दुईटा शब्दहरू लेख्नु पर्ने प्रश्नहरू रहेका छन्। छोटो मिठो लेख्नु पर्ने हुन्छ त्यहाँ तपाईले यो सेट पुरै हेरिसकेपछि कसरी गर्ने भन्ने बुझिहाल्नुहुन्छ है। र फाइनल एक्जाममा आउने प्रश्नको नमुना पनि यस्तै हो है त। तपाईको रिटन एक्जाम र इन्टरभ्यु एक्जाम गरेर दुई भागमा बाँडिएको हुन्छ फाइनल एक्जामलाई। यसमा चाहिँ अब रिटन एक्जाममा तपाईलाई 50 वटा प्रश्न आउँछ भने प्रत्येक प्रश्नको मार्क क्यारी 1.5 गरेर टोटल 50 वटाको 75 नम्बर भयो र खुसुलसियम इन्टरभ्यु परीक्षामा 5 वटा प्रश्न आउँछ भने एउटा प्रश्नको 5 नम्बर हुन्छ र 25 गरेर तपाईको पूर्णाङ्क चाहिँ कति हुन्छ 100 पूर्णाङ्कको एक्जाम हुन्छ र हामीले खुसुलसियमको नमुनाहरू पनि निरन्तर अपलोड गर्दै जानेछौं। तपाई च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिराख्नु होला। ल अब आउनुस् ढिला नगरिकिन 2026 का लागि तयार पारिएको यस बुक भित्र रहेका 5 वटा सेट मध्ये सेट 1 को एक्सप्लेनेसन तर्फ सिधा गफ सिधा 1 देखि 2 है। इरेस इबन थाम छिरमुने थाबा सिप्सियो तलको प्रश्नको उत्तर दिनुहोस् भनेको छ। क्वेशन नम्बर 1 मा छ इ गसुन मोहेयो यो के हो भनेको छ। 1 नम्बरमा खाबाङ झोला होइन सिगे सिगे घडी हो छेक्साङ टेबल होइन फिल्थोङ पनि होइन है। फिल्थोङ भनेको ज्योमेट्री बक्स होइन। छोटो भिडियोमा सम्पूर्ण सेटलाई समेट्नका लागि सुरुका सजिलो प्रश्नहरू अलि छिटो रफ्तारमा गर्नेछु भने पछाडि समय दिनुपर्ने प्रश्नहरूमा चाहिँ केही समय लगाएर सल्भ्याङ गर्नेछु। भिडियोलाई पुरा हेर्नु होला र भिडियोबाट भरपूर लाभ उठाउनु होला। र 2 नम्बरलाई हेरिहालौं। हाउ ए तुराखाल माल्लो आल्माजुन गसुन यो ब्र्याकेट भित्र मिल्ने सबैभन्दा मिल्ने कुरा छान्नु छ हामीले। यहाँ भनेको सेन्टेन्सले छिबेछ घरबाट हाक्यो काजी स्कुलसम्म फस र ब्र्याकेट अनि सामसिपुन छङ्दो खल्यो 30 मिनेट जति लाग्छ भनेको छ हैन। तपाई चाहिँ घरबाट कहाँसम्म जानु छ स्कुलसम्म जानु छ र के मार्फत जानु छ त बस मार्फत जानु छ भने अब यी विभक्तिहरू मध्येबाट छोसाहरू मध्येबाट सबैभन्दा मिल्ने छोसा कुन हुन्छ होला हजुरको विचारमा। घरबाट स्कुलसम्म बसद्वारा भन्नु पर्यो। रुल भनेको बसलाई वा भनेको बससँग र रो भनेको बसद्वारा र ए भनेको बसमा अथवा बसबाट र यी विभक्तिहरू मध्ये सबैभन्दा मिल्ने विभक्ति चाहिँ रो हुन्छ। साधन मार्फत भन्दाखेरि जस्तै बस मार्फत भन्यो भने फसुरो, साइकल मार्फत भन्यो भने जाजङ्गरो र छियाछल मार्फत भन्यो भने छियाछल्लो सामसिपुन छङ्दो खल्लेयो भनेर भन्नु पर्यो। र छङ्दाबुन साम्ब निम्निदा 3 देखि 4 थाउम तलको फोगी भनेको उदाहरण रुल भनेको लाई छामगो हाए सन्दर्भ मानेर छामगो हादा भनेको सन्दर्भ लिनु छामगो हाए सन्दर्भ लिएर मिच्छुल छिन बुपुनगा मिच्छुल छिन भनेको अन्डरलाइन गरिएको बुपुनगा भनेको भागसँग उइमिगा फान्देन अर्थले विपरीत हुने गरी गसुल कुरालाई फोरुसियो भनेको छान्नुहोस् है। सेन्स के भयो त यो पुरै लाइनको भनेको विपरीतार्थक अर्थ दिने शब्द छान्नु छ कसको भन्दा अन्डरलाइन गरेको है त। र फोगीलाई हेरौँ त उदाहरणमा काले भन्छ
फाङे कम्प्युटरका इसयोमा अन्डरलाइन गरेको छ यहाँनिर हेर्नुहोस् इसयोमा अन्डरलाइन गरेको भाग इसयो भयो भने यसको विपरीतार्थक शब्द के हुन्छ त इसयोको अपसय अवश्य पनि र अप्सनबाट हामीले छान्नु छ नाले भन्छ आनियो मानायो भनेको धेरै छ छगयो भनेको सानो छ फाप्पायो व्यस्त छ अपसय भनेको छैन इसय भनेको छ अपसय भनेको छैन फान्दै इन इसयको अपसय हुने भयो है त त्यसरी नै हामी अब 3 नम्बरलाई हेरिहालौँ खप्फिरुल छोवाहेयो अन्डरलाइन गरेको छ छोवाहेयोमा नाले भन्छ आनियो खप्फिरुल मासेयो पिउँछु हारायो बेच्छु सिरहेयो मन पराउँदिन खिदारेयो पर्खन्छु भनेको छ है त छोवाहेयोमा अन्डरलाइन गरेको छ यसको फान्दै इन के हुन्छ त सिरहेयो है त 4 नम्बर पनि हामीले अन्डरलाइन गरेको फान्दै इन नै छान्नु छ गाले भन्छ सिजाङे सागवा सायो बजारमा स्याउ सस्तो छ भनेर सोधेको छ नारे भन्छ सादाको के हुने भयो त फिस्सादा हुन्छ नि फान्देन फिस्सायो भन्नु पर्यो आनियो सागवागा छोवायो मन पराउँछु मिल्दैन फिस्सायो मिल्छ किनभने सायो सस्तो हुनु फिस्सायो महँगो हुनु एप्पयो सुन्दर छ मिल्दैन मानायो पनि मिल्दैन ए तुराखाल खाजाङ आल्मजुन गसुल खोरुसियो यो भित्र मिल्ने सबैभन्दा मिल्ने कुरा छान्नु छ 5मा हेरौँ एरी नामेन एरी नादा भनेको ज्वरो आउनु एरी नामेन भनेको ज्वरो आयो भने फिन खान्छ उलरुल थुस्यो खानुहोस् भनेको छ है त हेयल्छे ज्वरो घटाउने औषधि थुथोङ याक टाउको दुखेको कम गर्ने औषधि सोहाजे पाचन गराउने औषधि सोदक याक एन्टिसेप्टिक अथवा घाउमा कीटाणुनाशक औषधि कुन मिल्छ होला त यहाँ सबैभन्दा मिल्ने कुरा छान्नु छ हजुरले एरी नामेन ज्वरो आयो भने पक्कै पनि ज्वरो घटाउने औषधि हेयल्छे खानु पर्यो है त हेयल्छे रुल थुसेयो 육번은 애기에서 돌아가는 가장 알맞은 것을 고려해야 돼요. 여기 봅시다. 고향에서 보낸 소보가 गाउँबाट पठाएको सोफो पार्सल दोचाखाजी आनास आई नपुगेर खिदारिगो पर्खिरहेको इसय छु भनेको छ खौई भनेको अलमोस्ट झन्डै इमी अगावै आजिक अझै पनि फल्छ यति छिटै अचम्मको अवस्थामा अगावै भन्न पर्दा अथवा सेन्स चाहिँ के आउँछ भन्दा यति छिटै फल्छ कुन्नास्य हो यति छिटै सिद्धियो यसरी भन्नुपर्दा फल्सको युज हुन्छ अब यहाँ चाहिँ के मिल्छ हेरौँ त खोयाङेछ फुनुन सोपगा गाउँबाट पठाएको जन्मस्थलबाट पठाएको पार्सल अझै पनि दोचक आजी आना छ नआएर खिदारीको पर्खिरहेको छु इसयो आजिक है आजिक 7 देखि 8 मिच्छुलछिन बुबुनगुवा अन्डरलाइन गरिएको भागसँग उइमीगा अर्थले फान्दैइन विपरीत हुने गसुल कुरालाई खोरुसियो छान्नुहोस् भनेको छ गाले भन्छ थियो हाक्योरुल छोर फामेन मोहाल कयो भनेर सोधेको छ र यहाँनिर अन्डरलाइन गरेको छ छोर फादा है छोर फामेन भनेको थेहाक्यो भनेको ब्याचलर लेभल थेहाक्कोन भनेको मास्टर लेभल है 4 वर्षको हुन्छ कोरियामा र नेपालमा उस्तै हो एजुकेसन सिस्टम लगभग छोर फामेन भनेको कम्प्लिट गरेपछि ग्रेजुएट भइसकेपछि ब्याचलर लेभलबाट ग्रेजुएट भइसकेपछि के गर्नुहुन्छ भनेर गाले सोध्छ र नाले भन्छ ब्याचलर लेभलबाट ग्रेजुएट भइसकेपछि छोर फान हुए भइसकेपछि थेहाक्कोने मास्टर लेभलमा गयो अब के गर्छ होला त यो अन्डरलाइन गरेको भागलाई हेरौँ छोर फादा भनेको कुन्नादा थेहाक्यो भन्ने लेभल चाहिँ कुन्नासय थासी थेहाक्कोने सिधा खेद यो लेभल चाहिँ मास्टर लेभल चाहिँ के गर्नु पर्यो त सुरुवात गर्नु पर्यो भनेपछि भर्ना गर्नु पर्यो नि त भर्ना गर्नेलाई के भनिन्छ त अब हामी अप्सनमा खोजौँ 1 मिनट भन्छ छिया फाल्के यो रोजगार गर्नेछु इफाक हादा भनेको भर्ना गर्नु एडमिसन हुनु यो नै हुन्छ इफाक हाल्के यो है 3 मा हुन्छ छामगा हादा सहभागी हुनु मिल्दैन इजिक हादा भनेको जब परिवर्तन गर्नु रोजगार परिवर्तन गर्नु है अब के हुने भयो त नाले के भन्नु पर्यो त थेहाक्यो छोरा फान हुए थेहाक्कोने 이팍 할 거예요. 입학할 거예요. 정답은 2번입니다. 8번 따뜻한 커피를 드릴까요? 따뜻한 커피 दिउँकी भनेको छ 아니요. होइन कफी로 주시오. यो कफीद्वारा दिनुहोस्. यसमा दिनुहोस्. यो कफीमा दिनुहोस्. यो खालकोमा दिनुहोस् भन्न खोजेको.
अब फान्दै इन गर्छौँ छान्नु छ अन्डरलाइन गरेको तातो थानमा अन्डरलाइन गरेको छ तातो कफीको फान्दै इन के हुन्छ होला त चिसो कफी हुन्छ अप्सनबाट हामीले छानौँ खान्छ खान एकान्त हुने छागाउन चिसो हुने मासिनुन मिठो हुने फेलिहान सजिलो हुने है यो मध्येबाट छान्दाखेरि हामीले के छान्नु पर्यो त तातो थानको फान्दै इन के हुन्छ त 차가운 है त 정답은 2번입니다. 9देखि 12 चारवटा क्वेसनहरू छ खाउन तलको खारोए प्यारेन्थेसिस ब्र्याकेट भित्रमा तुर खाल भित्र जाने खाजाङ सबैभन्दा आल्माजुन मिल्ने गसुल कुरालाई खोरुसियो छान्नु छ है 9 नम्बरमा हेरौँ छनुन अनि ब्र्याकेट छ ए खास गएर खङ्गाङ खम्चिनुल फादासयो हेल्थ चेकअप गरे स्वास्थ्य परीक्षण गरे भनेको छ कहाँ गएर स्वास्थ्य परीक्षण गरिन्छ त उनेङ मिल्दैन फेङवन मिल्छ हस्पिटलमा गएर स्वास्थ्य परीक्षण गरे यो मिल्ने भयो था मुन ह्वासेन थ यो पनि जानिराख्नु होला अर्को प्रश्न प्रयोग हुन सक्छ बहुसांस्कृतिक केन्द्र र 4 नम्बरमा छ छुरिबगुक वेगुक इन्छङ भनेको अध्यागमन विभाग नै भन्न खोजेको यो पनि मिल्दैन है त आन्सर के हुने भयो त छनुन फेङवने가 서 건강 검진을 받았어요. 정답은 2번입니다. 10 नम्बरमा हेरौँ 고향에 계신 गाउँमा रहनुभएको आबजीका बुवा आफूसेस दुखेर बिरामी भएर हारू छोङिल एक दिन भरि जसो के भए त हेङबोक हेस्सयो खुसी भए मिल्दैन छोयोङ हेस्सयो शान्त भए यो पनि मिल्दैन फिगोन हेस्सयो थकित भए यो पनि मिल्दैन उल हेस्सयो दुखी भए यो चाहिँ मिल्छ है त 11 नम्बर फेन्जी फोङथुए चिठीको खाममा उफ्योरुल टिकटलाई चिकुसियो खिच्नुहोस् अथवा स्ट्याम्प हान्नुहोस् मिल्दैन फोनेसियो पठाउनुहोस् चिठीको खाममा टिकटलाई पठाउनुहोस् मिल्दैन पुछिसियो टाँच्नुहोस् यो मिल्छ नौसियो भित्रपट्टि राख्नुहोस् भनेर यो पनि मिल्दैन हाम्रो सही उत्तर के हो त पुछिसियो हुन्छ है 12 नम्बर हाङ्गुक सेङहारे कोरियाली जीवनयापनमा इक्सुक हेजिनी बानी परेदेखि इक्सुक हेजिदा भन्यो भने बानी परिनु र यो दालाई फालेर नि थपिन्छ भने यस्तो केसमा चाहिँ के हुन्छ भन्दा बानी परेदेखि तपाई अलरेडी बानी परिसक्नु भयो के अब बानी परेदेखि के भयो त ब्र्याकेट भित्र तो पनि सेङ्गे सुम्निदा उत्पन्न भयो भनेको छ के उत्पन्न भयो होला त छसिनगाम आत्मविश्वास मुर्याखाम दुर्बलपन पावरलेस पावर नभएको कमजोरीपन भनौँ ओइरो एक्लोपन सेङ्सोहाम भनेको अपरिचितपन कुन मिल्छ होला त यसमा हेर्नु त हाङ्गुक सेङहारे कोरियाली जीवनयापनमा इक्सुक हेजिनी बानी परेदेखि छासिनगाम आत्मविश्वास तो पनि सिङ्गे सुम्निदा उत्पन्न भयो यो नै मिल्छ है भनेपछि छङदाबुन इल्बन इम्निदा 13 देखि 14 थाउम तलको फोगी उदाहरण यहाँ छ उदाहरण है रुललाई छामको हाए सन्दर्भ मानेर मिचुल छिन अन्डरलाइन गरिएको बुबुनगुवा भागसँग उइमीगा अर्थले फिसुथान उस्तै हुने गसुल कुरालाई खोरुसियो छान्नुहोस् भनेको छ यहाँ चाहिँ हामीले फिसुथान गसुल छान्नु छ भनेको पर्यायवाचिक शब्द उस्तै अर्थ दिने शब्दलाई छान्नु छ के को त भन्दा प्रश्नमा कहाँनिर अन्डरलाइन गरेको हुन्छ त्यसलाई ध्यानपूर्वक हेरेर त्यो अन्डरलाइन गरिएको यो भागको उस्तै अर्थ दिने अप्सनबाट हामीले छान्नुपर्ने हुन्छ यस्तो खालको प्रश्नमा फोगीमा हेरौँ छङ ओनी भनेको बगैँचा छिन्चा साँच्चै एप्पुनेयो सुन्दर रहेछ भनेको छ र नाले भन्छ अन्डरलाइन कहाँ गरेको छ त एप्पुनेयो एप्पुदा भनेको सुन्दर हुनु र नाले के भन्छ ने हजुर अमनी केस आमाले छङ ओनुल बगैँचालाई अब हाम्रो ख्वारोमा के जाने भयो त मान्दुस्य सयो है बनाउनु भयो अरे है एप्पुदा भनेको सुन्दर हुनु छ नि अब सुन्दर हुनु अप्सनमा कहाँ छ खोज्नु पर्यो खियप के भनेको क्युटसँग है खियप भनेको क्युट हुनु के क्युट कस्तो क्युट बच्चा भन्छ नि हामीले हो त्यस्तो खालको क्युट खियप के भनेको क्युट पूर्वक मासिक के भनेको स्वादिष्टसँग
असे खागे भनेको अप्ठ्यारोसँग असे खादा भनेको अप्ठ्यारो हुनु नोट डाउन गर्नु होला असे खागे भनेको चाहिँ अप्ठ्यारो पूर्वक र आरुम थाम्गे भनेको सुन्दरतापूर्वक आरुम थाम्गे भनेको सुन्दरतापूर्वक है अब एपुनेयो भनेको छ नि त यहाँ सुन्दर रहेछ भनेछ यहाँ चाहिँ सुन्दरतापूर्वक भनेछ नि त ओके यसको फिसु तान माल के हुने भयो त आरुम थाम्गे हुने भयो यो भयो फोगी अब हामी 13 नम्बरमा जाउँ 14 नम्बर र 14 नम्बरमा पनि हामीले अन्डरलाइन गरेको भागको फिसु तान माल नै छान्नु छ यहाँनिर योजुम आजभोलि सिरेगी सिरेगी भनेको दृष्टि दृष्टि भन्नाले आँखाको पावर है छाक्कु बारम्बार तरजिगो भनेको डाउनफल हुनु के घट्नु है घट्नु डाउन हुँदै गइरहेछ तरजिगो इस्सयो यहाँनिर राखिदिएको छु तरजिदा भनेको घट्नु डाउनफल हुनु मिनिङ यहाँ राखिदिएको छु हेर्नु होला इस्सयो घटिरहेको छ भनेको छ गारे र नाले भन्छ स्मार्टफोनुल भनेको स्मार्टफोनहरू छिनाछिगे छिनाछिगे भनेको अत्यधिक रूपमा भन्न खोजेको छिनाछिगे अत्यधिक रूपमा मानी धेरै सायोङ हामेन प्रयोग गर्यो भने सिरेगी आँखाको दृष्टि सुइस्सय है अब यहाँ के छ त तर जिगो भनेको घट्नु हो नि त अब हामीले अप्सनबाट पनि कुन अप्सनले घट्नु भन्ने सेन्स आउँछ फिसुतानमाल तरजिगोको फिसुतानमाल हामीले छान्नु छ है अब थान्छल दोइदा यहाँ मैले मिनिङहरू राखिदिएको छु यहाँबाट हेर्नुहोस् थान्छल दोइदा भनेको टुट्नु अथवा डिस्कनेक्ट हुनु है जस्तै तपाईँ कसैसित प्रेममा हुनुहुन्छ तपाईँको प्रेम सम्बन्ध टुट्यो है प्रेम सम्बन्ध टुट्यो भने यो के भयो त थान्छल दोइदा भयो है थान्छल दोइदा भयो डिस्कनेक्ट हुनु अथवा तपाईँ फोनमा कसैसँग कुरा गरिराख्नु भएको छ फोन कलमा है फोन कलमा कुराकानी गरिराख्नु भएको छ फोन कल डिस्कनेक्ट भयो भने यसलाई पनि हामी के भन्न सक्छौँ त थान्छल दोइदा भन्न सक्छौँ ओके र अर्को छ छहा दोइदा छहा दोइदा छहा दोइदा भनेको घट्नु छहा दोइदा भनेको घट्नु है डिक्रिज हुनु के घट्नु यही नै हुन्छ करेक्ट आन्सर तर जिगो भनेको पनि घट्नु है अनि छहा दोइदा भनेको पनि के त डाउनफल हुनु घट्नु दुइटै भनेको के हो त घट्नु फिसुतानमाल के भयो त तर जिताको फिसुतानमाल छहा दोइदा सम्झिनु होला र अरू दुईटा शब्दको पनि अर्थ हेरिहालौँ आग्योङ दोइदा भनेको दुरुपयोग हुनु आग्योङ दोइदा भनेको दुरुपयोग हुनु र युछल दोइदा भनेको चुहावट हुनु अथवा लिक हुनु तपाईँको सिक्रेट कुनै एउटा भिडियो थियो त्यो चाहिँ के भयो त लिक भयो भने त्यस्तो अवस्थामा हामी कुन शब्द प्रयोग गर्नु पर्यो युछुल दोइदा भन्ने शब्द प्रयोग गर्नु पर्यो है परीक्षाको क्वेसन पेपर के भयो त क्वेसन पेपर परीक्षाभन्दा अगावै के भयो त आउट भयो यस्तो अवस्थामा पनि हामी कुन शब्द प्रयोग गर्छौँ युछुल दोइदा भन्ने शब्द प्रयोग गर्छौँ चुहावट हुनु अथवा लिक हुनु है 15 देखि 22 15 नम्बरदेखि 22 नम्बरसम्म एउटै प्रकृतिका प्रश्न छन् जहाँ चाहिँ हामीले थाउम तलको थेवाए संवादको खारो ए ब्राकेट भित्र तुराखाल भित्र जाने खाजाङ सबैभन्दा आल्माजुन मिल्ने गसुन कुरा खुर्सियो छान्नुहोस् भनेको छ यहाँ संवाद छ गारानाको र एक ठाउँमा हामीले ब्राकेट देख्न सक्छौँ र यो ब्राकेटमा यो अप्सनबाट सबैभन्दा मिल्ने कुरा हामीले यहाँभित्र भर्नु छ है त अथवा अप्सनबाट छान्नु छ भनौँ 15 नम्बरमा हेरिहालौँ गाले भन्छ इभन छुमारे मोहेयो यो सप्तान्तमा के गर्नुहुन्छ विकएन्डमा के गर्नुहुन्छ भनेको छ आज हामी सपोज मन्डेमा छौँ होइन सप्तान्त भनेपछि सन्डे अथवा स्याटरडेको कुरा सोध्यो क्या भविष्यको कुरा सोध्यो होइन र यहाँ अप्सन हेरौँ त 1 2 3 4 सबैमा हामी सुयङ देख्न सक्छौँ स्विमिङ देख्न सक्छौँ होइन सुयङ देख्न सक्छौँ सुयङ त हामीलाई थाहा थियो सुयङसम्म त थाहा थियो तर त्यसभन्दा पछाडि अब कुन फर्म भविष्यको कुरामा कुन चाहिँ छान्ने होला त सुयङ हास्यो स्विमिङ गर्नुहोस् सुयङ हेस्सयो स्विमिङ गरे
र सुयङ हाल कयो स्विमिङ गर्नेछु, सुयङ हाजी मासे स्विमिङ नगर्नुहोस् भनेछ। अब नाले उत्तर भन्दाखेरि छिङ्गु हागो फादा एस सुयङ हाल कयो यो फर्म चाहिँ प्रयोग गर्नु पर्यो, किनभने भविष्यको कुरा छ नि त है, अरू मिल्दैन। 16 नम्बरमा पनि हामीले ब्राकेटभित्र मिल्ने कुरा छान्नु छ है त। गाले भन्छ अदिए खायो कहाँ जानुहुन्छ, नाले भन्छ थोनुल है, अनि उनेङे खायो है, पैसालाई समथिङ गर्नलाई उनेङे खायो ब्याङ्कमा जान्छु भन्ने सेन्स आउँछ। अब हामी हेरौँ अप्सनलाई हेरौँ, फन्जन हार, फन्जन हार, हार भन्ने ग्रामरले तपाईँको प्रपोज के हो त, के उद्देश्यका लागि जानुहुन्छ भन्ने कुरालाई दर्शाउँछ जहिले पनि। फन्जन हारा भनेको पैसा सटै गर्न, एक्सचेन्ज गर्न जाँदैछु। फन्जन हेस गरेर, सटै गरेर ब्याङ्कमा जान्छु भन्ने मिल्दैन। फन्जन हेया गर्नु परेर उनेङेस खायो यो पनि मिल्दैन। फन्जन हामेन एक्सचेन्ज गर्यो भने भन्ने पनि मिल्दैन। भनेपछि आन्सर चाहिँ के हुन्छ त, फन्जन हार उनेङे खायो भन्ने हुन्छ है त। जस्तै उनेङमा हामी कुन कुन पर्पोजले जान सक्छौँ त भन्दा, एउटा इब गुम, इब गुम, गुम भनेको जहिले पनि पैसासँग सम्बन्धित हो। इब भनेको इन्ट्रान्स जम्मा गर्नु, पैसा जम्मा गर्नु। सुलगुम भनेको चाहिँ पैसा निकाल्नु है, विथड्र गर्नु। र सही आन्सर चाहिँ के हुने भयो त, अप्सन नम्बर 1। 17 नम्बरमा हेरौँ त, गाले भन्छ हाङ्गुक सेङहारुन अत्यय हो, कोरियाली जीवनयापन कस्तो छ, र नाले भन्छ चोकुम छेमी इस्सयो भनेको छ है त। यहाँ अप्सनहरूमा हेरौँ त, हिमदुल्गो, हिमदुल्गे, हिमदुल्मेन, हिमदुन्दे छ होइन। भनेको यहाँनिर हामीले हिमदुल्दाको कुनै एउटा फर्म भर्नु छ होइन, हिमदुल्दा छ नि त। चोकुम हिमदुल्दा, हिमदुल्दा र छेमी इस्सयो। हिमदुल्दा गाह्रो छ होइन, गाह्रो छ। छेमी इस्सयो रमाइलो छ भनेको छ होइन। भनेपछि यो दुइटालाई कनेक्ट गर्ने खालको एउटा कनेक्टर हामीले खोज्नु पर्यो क्या। भनेको जस्तो कि तर, तथापि, किनभने भने जस्तो यस्तो खालको खोज्नु पर्यो, कनेक्टर खोज्नु पर्यो। भनेपछि कुन मिल्छ होला, यसमा हेरौँ त, हिमदुन्दे है, हिमदुन्दे। चोकुम थोरै गाह्रो छ तर छेमी इस्सयो भनेर भन्नु पर्यो। 18 नम्बर गाले भन्छ सल्गजी था हेस्सयो, भाँडा धुने काम सबै गर्नुभयो। नाले भन्छ आज के हो अझै पनि छैन नि, नट एट भनेको है, नट एट अहिलेसम्म पनि गरे छैन नि भनेको। आज के हो भनेको चाहिँ यी दुरामामान यो ड्रामा मात्र था हल्के यो, यहाँ फ्युचर टेन्सको वाक्य छ होइन। था भनेको पुरै है, सम्पूर्ण भन्न खोजेको, सम्पूर्ण हेरिसकेर भन्न खोजेको यहाँ पक्कै पनि। अब त्यो एक्सप्रेसन यहाँनिर अप्सनमा कहाँ छ हेरौँ, फास है, यी दुरामामन था फास सबै हेरेर है, हेरेर हल्के यो मिल्छ कि जस्तो लाग्छ फस है, तर वास्तवमा मिल्दैन। यसको एक्चुअल यो ग्रामेटिकल एक्सप्रेसन कहाँनिर प्रयोग हुन्छ भनेर हजुरले थाहा पाउनु पर्ने हुन्छ। अस आशा भन्ने ग्रामर जहिले पनि त्यसको कारण र असर जनाउँदाखेरि प्रयोग गरिन्छ। जस्तो कि दुरामारुल छेमी इक्के फस, रमाइलोसँग हेरेको भएर खिबुनी छुवायो, मन खुसी भयो। ड्रामा हेर्नुभयो, रमाइलोसँग हेर्नुभयो ड्रामा फर्स्ट सेक्सनमा 1मा, र यसको कारणले तपाईँको मन चाहिँ के भयो त, खुसी भयो है, मन चाहिँ के भयो, ह्याप्पी हुनुभयो। भनेपछि यस्तो बेलामा असा आशा भन्ने ग्रामरको प्रयोग गरिन्छ। र अर्को इक्जाम्पल दिने हो भने, दुरामारुल छाल फस, दुरामारुल मानी फस, हाङ्गुकरुल छार हेयो है। ड्रामा धेरै हेरेको कारणले कोरियन भाषा राम्रो छ, राम्रोसँग बोल्छु भन्न खोज्दाखेरि कारण र त्यसको असर हुनु पर्यो है। आशा असरमा कारण र असर। अब फोल्ते भनेको के हो त, हेर्दाखेरि फोगी जाने हेर्नुभन्दा अगाडि, दुरामाका था हेर्नुभन्दा अगाडि मिल्दैन। फोन थाउमे हेरिसकेपछि हाल्के यो। 19 नम्बरमा हेरौँ, गाले भन्छ उनेङ एस ब्याङ्कमा थोङजाङुल ब्याङ्क पासबुक मान्दुल्गु सिफयो बनाउन चाहन्छु, मुअसी के फिरो हेयो आवश्यक पर्छ भनेर सोधेको छ गाले। र नाले भन्छ थोङजाङुल मान्दुल्ते, ब्याङ्क पासबुक बनाउँदाखेरि सिन्बुन्जुङी अब आवश्यक पर्छ भन्न खोजेको छ यहाँनिर होइन। अब पहिला अप्सनलाई एउटा एउटा गरेर हेरौँ। अप्सन 1ले भन्छ इशुल्क हेयो, इशुल्क हेयो भन्ने ग्रामर जहिले पनि भविष्यमा हुने कार्यलाई व्यक्त गर्दा अथवा अनुमान व्यक्त गर्दाखेरि प्रयोग गरिन्छ। उदाहरणको लागि
साथी अझै पनि घरमा छ होला भन्नु पर्यो भने 친구가 아직 집에 있을 거예요. 친구가 아직 집에 있을 거예요. सम्भावना सरी अनुमान व्यक्त प्रयोग गर्नुभयो नि त यहाँनिर है अनुमान व्यक्त गर्न प्रयोग गर्नुभयो नि त यहाँनिर इसुल कहे हो अनुमान व्यक्त गर्दाखेरि यो ग्रामरको प्रयोग गरिन्छ त्यस्तै 2 नम्बरमा हेरौँ इकिरो हेयो इकिरो हेयो भनेको चाहिँ यो जहिले पनि बाचा अथवा निर्णय व्यक्त गर्दा प्रयोग गर्ने ग्रामर हो 4 नम्बरमा 3 नम्बरमा इसया हेयो यु मस्ट ह्याभ हुनै पर्छ अनिवार्यता कम्पल्सरी हुनै पर्ने कुरा आवश्यकतालाई व्यक्त गर्दा इसया हेयो भन्ने ग्रामरको प्रयोग गरिन्छ र 4 नम्बरमा इसुल्सु इसय तपाईको सम्भावना अथवा क्षमतालाई व्यक्त गर्दाखेरि प्रयोग गरिन्छ है त जस्तो कि हाल्सु इसय भनेर सोध्यो भने ने हाल्सु इसय भनेर तपाईले आफ्नो क्षमता व्यक्त गर्दाखेरि उल्सु इत्ता भन्ने ग्रामरको प्रयोग गरिन्छ अब यति चारवटा ग्रामरलाई मैले एक्सप्लेन गरिसकेपछि तपाईले यहाँनिर के हुन्छ भन्ने कुरा अनुमान गरिसक्नुभयो थोङजाङुल मान्दुल्ते सिन्बुनजुङी कोक फिरोयो अनिवार्य रूपमा चाहिन्छ नि त भनेपछि ग्रामरको यो फर्म प्रयोग गर्नु पर्यो के 3 नम्बर इसया हेयो भन्ने फर्म प्रयोग गर्नुपर्छ स संदाबुन साम्बनिम्निदा 20 नम्बरमा हेरौँ त गाले भन्छ फिबिम फाबुल मग फोन्चगी इस्सयो फोन्चगी इस्सयो भन्ने ग्रामरले जहिले पनि तपाईको अनुभव सोधिरहेको हुन्छ के अनुभव सोध्ने 3 वटा व्याकरणहरू छन् बेसिकली हेरौँ त आ अ फोदा भन्ने ग्रामरले पनि तपाईको अनुभवलाई व्यक्त गर्न प्रयोग गरिन्छ उन्नन्छकी इस्सयो भन्ने ग्रामर पनि अनुभव व्यक्त गर्न प्रयोग गरिन्छ र यो दुईटालाई जोड्यो जोइन्ट फर्म हेर्यो भने आ अ भन्ने यहाँबाट आयो र फोदामा यो उन्नन थपेर फोन फोन छ कि इस्सयो दुईटालाई मर्ज गर्दाखेरि यस्तो खालको बन्छ ग्रामेटिकल स्वरूप बन्छ र यो तीनटैले अनुभवलाई व्यक्त गर्न प्रयोग गरिन्छ है त यहाँनिर तपाईको अनुभव सोधेको छ र नाले भन्छ ने छाङ्न्यने गत वर्ष छन्जुरो छन्जु भनेको एकदम फिबिम फापको लागि प्रसिद्ध ठाउँ हो कोरियाको यहेङ्गुल खासल्ते जाँदाखेरि भ्रमण जाँदाखेरि 1 नम्बरमा छ मग फस्सयो यो फर्म आयो तर पास्टमा है पास्टमा आयो नि त भनेपछि यसले बकाइदा तपाईको अनुभव बताइरहेको छ भने मग फस्सयो यहाँनिर के भन्नु पर्यो त मग फस्सयो भन्नु पर्यो र अरु ग्रामरलाई पनि एकचोटी हेरौँ त मग त दोयो भनेको छ नि यो चाहिँ तपाईले के प्रश्न सोधेर अनुमति लिँदाखेरि यो ग्रामरको प्रयोग गरिन्छ मक्को सिफ हेयो यो चाहिँ थर्ड पर्सनको के जस्तै उनी उनी मेरो श्रीमती यो तृतीय पुरुष हो नि त हैन तृतीय पुरुषको चाहना व्यक्त गर्दाखेरि यो सिफ हेयो भन्ने ग्रामरको प्रयोग गरिन्छ के छे आनेनन् मेरो श्रीमती चाहिँ हाङ्गुगेस इल हागु सिफ हेयो काम गर्न चाहन्छन् कोरियामा काम गर्न चाहन्छन् यस्तो बेलामा चाहिँ सिफ हेयो भन्ने ग्रामरको प्रयोग गरिन्छ है अनि मगुल खतखत छायो भन्दाखेरि चाहिँ यो चाहिँ सम्भावनालाई व्यक्त गर्दा प्रयोग गरिने ग्रामर हो भनेपछि आन्सर चाहिँ के भन्दा मग फस्सयो 21 नम्बर गाले भन्छ कुमी मोहेयो तपाईको भविष्यको सपना के हो भनेर सोधेको छ नाले भन्छ थोङेक्सा हेयो थोङेक्सा भनेको भाषा अनुवादक भाषा ट्रान्सलेटर है यल्सिमी हाङ्गुगरुल खोङबुहेस एकदम मेहनत गरेर कोरियन भाषालाई अध्ययन गरेर र खारोमा ब्र्याकेट भित्रमा हाङ्गुगरुल छारागो सिफयो कोरियन भाषा राम्रो बोल्न चाहन्छु भनेको छ है अब यहाँ के छ के भन्ने होला त हेरौँ त एकमा छ हाङ्गुक सारामिना कोरियन मानिस अथवा भने यसले चाहिँ कोरियन मानिस अथवा कोरियन भाषा राम्रो बोल्न चाहन्छु यो मिल्दैन 2 नम्बरमा हाङ्गुक साराम फाक्के कोरियन मानिस बाहेक कोरियन भाषा राम्रोसँग पढेर कोरियन भाषा राम्रो बोल्न चाहन्छु यो पनि मिल्दैन 3 नम्बरमा छ हाङ्गुक साराम माङखुम कोरियन मानिस जत्तिकै मेहनत गरी पढेर कोरियन मानिस जत्तिकै कोरियन भाषा बोल्न चाहन्छु यो चाहिँ करेक्ट आन्सर हुन्छ 4 नम्बरमा छ हाङ्गुक साराम छिगो छिगो भन्ने ग्रामरले हकमा है यसको हकमा त्यसको हकमा यो कुराको हकमा कोरियन मानिसहरूको हकमा भन्न खोजेको के मेहनत गरेर पढेर कोरियन मानिसहरूको हकमा कोरियन भाषालाई राम्रो बोल्न चाहन्छु यो त मिल्दैन 4 नम्बर पनि मिल्दैन 22 नम्बरलाई हेरौँ त गाले भन्छ खिम्ची चिगे रुल
र ब्र्याकेट भित्र अनि क्वेसन मार्क छ, केही सोधेको छ है, खिम्ची चिगेको बारेमा केही कुरा सोधेको छ र नाले भन्छ 당연하지요, of course, अवश्य नै, खिम्चीमान इस्युमेन, खिम्ची मात्रै भयो भने सिपके मान्दुल्सु इस्सयो, सजिलै बनाउन सकिन्छ भनेर भनेको छ है त। भनेपछि खिम्ची बनाउने कुरा थाहा छ भनेर सोध्न खोजेको छ यसले। यसको उत्तरबाट हामीलाई क्वेसन के सोध्यो भन्ने कुरा थाहा पाइयो हामीले। अब यी अप्सनहरूलाई एउटा एउटा केलाएर हेरौँ। यहाँनिर छ कुल के दोयो है, कुल के दोयो। यसमा चाहिँ कुल्दा, कुल्दा भनेको चाहिँ के हो त, उमाल्नु है, कुल्दा भनेको के हो त, उमाल्नु। यसमा गे दोइदा भन्ने ग्रामर जोडिएको छ। यस्तो बेलामा चाहिँ उम्लन जान्छ। कुल्के दोयो भनेको चाहिँ उम्लन जान्छ। मुरी कुल्के दोयो भन्यो भने पानी उम्लन जान्छ। र 2 नम्बर अप्सनलाई हेरौँ त, कुल्के हेयो भनेको छ नि, कुल्दा भनेको चाहिँ घुँडा टेकेर बस्नु है। जस्तै शिक्षकले विद्यार्थीलाई घुँडा टेकेर बस भन्नुहुन्छ नि पनिसमेन्ट दिँदाखेरि, हो त्यो खालको घुँडा टेकेर बस्नु के, कुल्दा, कुल्दा है, कुल्दा भनेको घुँडा टेकेर बस्नु। यो कुल्दा र यो कुल्दामा फरक छ नि, उकार फरक छ यहाँनिर हेर्नु त, यो विशेष ख्याल गर्नु होला। र गे हेयो भन्ने जुन ग्रामर छ यसले चाहिँ केही कुरा गराउनु भन्ने बुझाउँछ क्या। अब कुल्के हेयो भनेको घुँडा टेकेर बस्न भन्नुभयो भन्ने अर्थ लाग्छ, यो पनि नमिल्ने नै भयो। कुरीको सिफयो उमाल्न चाहन्छु अथवा खिम्ची चिगे पकाउन चाहनुलाई कुरीको सिफयो भनिन्छ क्या। र 4 नम्बरमा कुरिलछुल आरायो भनेर सोधेको छ। ने कुरा थाहा छ, पकाउने कुरा थाहा छ अथवा उमाल्ने कुरा थाहा छ। अब गामा हेर्नु त, खिम्ची चिगेरुल कुरिलछुल आरायो, यसले सोध्न खोजेकै त यही त हो नि। खिम्ची चिगे पकाउने कुरा थाहा छ, बनाउने कुरा थाहा छ अथवा उमाल्ने कुरा थाहा छ भनेर सोधेको। र नाले भन्छ थङेनाजियो, अफ कोर्स थाहा छ नि, खिम्चीमान इस्युमेन, खिम्ची मात्रै भयो भने सिपके मान्दुल्सी इस्सयो, सजिलै बनाउन सकिन्छ। भनेपछि सही उत्तर के हुने हो त, अप्सन नम्बर 4 है। 23 देखि 24 ठाउँ मिच्छुल्छिन, तलको अन्डरलाइन गरिएको बुबुनी भागको थुल्लिन भनेको गलत भएको गसल कुरालाई खोरुसियो भनेको छ। यहाँ 4वटा सेन्टेन्स छ, 4वटै सेन्टेन्सको एउटा एउटा भागमा के गरेछ, अन्डरलाइन गरेको हामीले यहाँ देख्न सक्छौँ। र यो अन्डरलाइन गरेको भागमा कुनै एउटा सेन्टेन्सको अन्डरलाइन गरेको भाग चाहिँ के छ त, गलत छ। र त्यो गलत भएको भागवाला सेन्टेन्सलाई हामीले मार्क गर्नु छ यो खालको प्रश्नमा 23 र 24 मा है त। अब 1 नम्बरलाई हामी हेरिहालौँ। छेजुदो नुन, छेजुदो भनेको त तपाईँहरू सबैलाई अवगत भएकै सहरको नाम हो। सारुल मानहान थोसियो है। अब यहाँ तपाईँलाई टेन्सन हुनसक्छ यो के यस्तो आयो भनेर, यसको टेन्सन नलिनु। यसको बेस्ट विकल्प भनेको तपाईँले साजन फेङ्काको किताबमा अगाडिपट्टि ग्रामर सेक्सन छ नि, हाङ्गुका सेक्सनमा भएका सम्पूर्ण ग्रामरहरूको राम्रो अध्ययन गरेको हुनुपर्छ है त। यो क्वेसनलाई चाहिँ म सल्भिङ गर्छु हेर्नुहोस्। अब यहाँनिर कुन ग्रामर युज भएको छ भनेर मैले यहाँनिर एक्सप्लेन गरेर राखिदिएको छु। यहाँ हेर्नुहोस् है, एउटा ग्रामर छ उल र मान हादा भन्ने है। यसको नेपालीमा अर्थ हुन्छ नलायक छ। यो नलायक छ के भनेको होला भनेर तपाईँलाई लाग्न सक्छ। जस्तो कि मक्ता छ भने, मक्ता छ भने मगुल, मगुल मान हादा भनेको खान लायक छ हैन। खादा छ भने, खादा छ भने के हुने हो त, खालमान हादा हुने हो नि त। खालमान हादा, खालमान हादा भनेको चाहिँ खान जान लायक छ, जान लायक छ भनेको यसरी नलायक छ भन्न खोजेको। अब हेर्नुहोस् त, छेजुदो नुन सारुल मानहान थोसियो भनेको छ है त। यो स्वरूप मिलेन नि त। जस्तै साल्दामा हेऱ्यो भने फाछिममा के छ त, र छ। यदि फाछिममा र छ भने र मान हादा आउनु पर्थ्यो नि त। यो उल नआइकिन सालमान हान थोसियो भनेको भए यो वाक्य के हुन्थ्यो त, करेक्ट हुन्थ्यो क्या। यो चाहिँ के छ त, अहिले मिस्टेक भएको वाक्य छ। र प्रश्नले पनि के भनेको छ, जुन अन्डरलाइन गरेको भाग मिस्टेक छ त्यसैलाई हामीले के गर्नु छ त, छान्नु छ भनेपछि करेक्ट आन्सर चाहिँ के हुने भयो त, 1 नै हुने भयो। 24 नम्बर र 24 नम्बरमा पनि हामीले 23 नम्बरमा जस्तै अन्डरलाइनमा बिग्रेको सेन्टेन्सलाई छान्नु छ है त। 1 नम्बरमा हेरौँ त, खन्न फेने भनेको पारिपट्टि है। यो घर छ, यहाँ बाटो छ, यतापट्टि पारिपट्टि भन्न खोजेको। पारिपट्टि पाङचिबी भनेको ब्रेड सप के, ब्रेडहरू पाङहरू बेच्ने, पाउरोटीहरू बेच्ने सप पाङचिबी सेरो नयाँ। एल्लिल के हो भनेको छ है 1 नम्बरले।
एल्लिल के हो भनेको यसमा भर्ब चाहिँ के हो भनेर यसलाई खोतालौँ पहिला। यसमा भर्ब भनेको एउटा त हामीलाई यल्दा भनेको ओपन है, टु ओपन खोल्नु हो नि। यल्दा भनेको के हो त खोल्नु हो, थाहा छ सबैलाई थाहा भएको कुरा हो। र अर्को यहाँ चाहिँ प्रयोग भएको भर्ब चाहिँ के हो त भन्दा प्यासिभ खालको भर्ब हो के। एल्लिदा, एल्लिदा भनेको खोलिनु हो के। एल्लिदा भनेको खोलिनु, जस्तै हावाले ढोका खोलिन्छ नि, त्यसलाई के भन्नुहुन्छ त खोल्नु भन्नुहुन्छ त भन्नुहुन्न नि होइन। कुनै एक्सटर्नल फोर्सले बाहिरी बलले केही कुरा हुन्छ भने त्यसलाई ढोका खोलिन्छ भने खोलिनु, एल्लिदा भनेको चाहिँ खोलिनु भयो। पहिला यो भर्ब बुझ्नु भयो होइन। हो अब एल्लिल के हो भनेको हाल के हो भन्ने त तपाईँलाई थाहा छ नि होइन। हाल के हो, हाल के यो, ल यहाँबाट तपाईँलाई म बुझाउँछु सजिलो गरी। हाल के हो भनेको गर्नेछु भन्ने त तपाईँलाई थाहा छ नि त। म यो गर्नेछु, छिकुम हाल के हो है भन्यो भने कुनै एउटा व्यक्तिले आफ्नो इन्टेन्सन व्यक्त गर्दाखेरि यो उल्केयो भन्ने ग्रामरको प्रयोग हुन्छ क्या। उल्केयो अथवा रकेयो, रकेयो भन्ने ग्रामरको प्रयोग हुन्छ। पहिला यो बुझौँ। यहाँनिर चाहिँ के छ त भन्दा यो ग्रामरलाई कहाँ लगेर युज गरिदियो भन्दा यल्लिदा, यल्लिदामा लगेर प्रयोग गर्यो होइन। यल्लिदा भनेको यल्लिदामा यो ग्रामर प्रयोग गर्नका लागि उल्केयो भन्ने ग्रामर प्रयोग गर्नका लागि जहिले पनि एउटा कर्ता चाहिन्छ होइन। कर्ता चाहिन्छ। उल्कियो भन्ने ग्रामर प्रयोग गर्नका लागि कर्ता चाहियो र यो कर्ताले आफ्नो इन्टेन्सन, आफ्नो सोच है, आफ्नो सोचलाई अभिव्यक्त गर्नका लागि यो उल्कियो भन्ने ग्रामरको प्रयोग हुन्छ। अब एल्लिदा भनेको त आफै खोलिनु हो नि त। एल्लिदा भनेको आफै खोलिनु हो, यसमा त कुनै कर्ता नै छैन नि त। यो त प्यासिभ भर्ब हो क्या। प्यासिभ भर्ब हो भने यस्तो बेलामा यो ग्रामर उल्कियो, रकेयो, उल्कियो भन्ने ग्रामर प्रयोग गर्न मिल्दैन है। भनेपछि त यही नै भयो, थुल्लिन गसुल यही नै भयो के। 25 देखि 26 मा छ थाउम थेवाए तलको संवादको खारोए ब्राकेटमा तुरा खाल भित्र जाने खाजाङ सबैभन्दा आल्माजुन मिल्ने गसुन कुरा खोरुसियो छान्नुहोस् भनेको छ। र 25 मा छ गाले भन्छ ख्यङजुनुन, ख्यङजु भनेको एउटा कोरियाको सांस्कृतिक सम्पदाले धनी ठाउँ हो। अत्तन गोसियो कस्तो ठाउँ हो भनेर सोधेको छ। र नाले भन्छ ख्यङजुनुन मुन्हा युसानी, मुन्हा युसान भनेको सांस्कृतिक सम्पदा, सांस्कृतिक सम्पदा। अनि ब्राकेट छ यहाँ चाहिँ हामीले भर्नु छ। यहाँ सांस्कृतिक सम्पदा छ। तायाङहान छन्थोङ मुन्हा दो छेहम फोल्सु इन्नुन भनेको छ। विविध परम्परागत सांस्कृतिक सम्पदाको अनुभव पनि लिन सकिने एउटा सांस्कृतिक सम्पदा छ। अनि अर्को विभिन्न प्रकारका परम्परागत सांस्कृतिक सम्पदाको अनुभव लिन सकिन्छ भनेको छ। भनेपछि यहाँ पनि पोजिटिभ वाक्य सांस्कृतिक सम्पदासँग सम्बन्धितै वाक्य भयो। यहाँ पनि पोजिटिभ वाक्य सांस्कृतिक सम्पदासँग सम्बन्धित भयो। र यहाँ एउटा कनेक्टर चाहियो, संयोजक चाहियो कि हामीलाई। र यहाँ चाहिँ के दिएको छ भन्दा मान्था भन्ने भर्ब दिएको छ। मान्थाको विभिन्न स्वरूप छ, कुन चाहिँ स्वरूप यहाँ मिल्छ भनेर हामीले छान्नु छ। मान्थनी भनेको यसले चाहिँ के भन्दा व्यक्त गर्छ भन्दा पहिलेको अनुभव र अहिलेको परिवर्तन के। जस्तै हिजो जाडो थियो आज न्यानो छ भन्नु पर्यो भने अझै छुप्थनी ओनोरुन तातु थियो भनेर भन्न सकिन्छ है। अनि अर्को छ मानुल सुरोक भनेको छ जति धेरै त्यति नै भन्न खोजेको के। मानुल सुरोक छुवायो, जति धेरै भयो त्यति नै राम्रो। मानुल सुरोक छुवायो भनेर भन्न सकिन्छ। मानुन थेसिने धेरै हुने सट्टामा। र 4ले भन्छ मानुल पुनमान आनिरा धेरै हुने मात्र होइन, धेरै हुने मात्र होइन, धेरै भएको मात्र होइन। मानुल पुनमान आनिरा धेरै भएको मात्र होइन। अब यहाँ यो चाहिँ मिल्ने भयो क्या यो कनेक्टरले। अब हेरौँ त सेन्टेन्सलाई। ख्यङजुनुन, ख्यङजु चाहिँ मुन्हा युसानी सांस्कृतिक सम्पदा मानुन पुनमान आनिरा धेरै भएको मात्र होइन कि तायाङ हान विभिन्न प्रकारका छन्थोङ मुनवादो परम्परागत संस्कृतिको पनि छेहम फोल्सु इन्नुन अनुभव गरी हेर्न सकिने गोसिए ठाउँ हो भनेको छ। सो छङताप चाहिँ के भयो त 4 नम्बर है। 26 नम्बर गाले भनेको छ फोगो सनुन,
रिपोर्ट अथवा प्रतिवेदन चाहिँ इबन्जु सुयोइल्काजी यो हप्ताको बुधबारसम्म छेचुल ह्या हानुन ग हाल्च्यो भनेर सोधेको छ। छेचुल हादा भनेको सबमिट गर्नु, हानुन ग भनेको गर्ने कुरा, आल्चियो भनेको थाहा छ भनेर क्वेसन सोधेको छ र नाले भन्छ सुयोरी रागयो बुधबार हो र बुधबार भन्नुभएको हो र भनेर क्वेसन गर्यो र छनुन ठुबेल काजी मैले चाहिँ शुक्रबारसम्म गरे पनि हुन्छ भन्ने बुझेको थिएँ अथवा यस्तो बुझेको थिएँ भन्ने कुराको यस्तो खालको सेल्स आउने अप्सनलाई हामीले छान्नु पर्यो र अप्सनमा हेर्नुभयो भने छेचुल हादा छेचुल हादा छेचुल हादा छेचुल हादा यो छेचुल हादा भनेको सबमिट गर्नु है प्रतिवेदन बुझाउनु अथवा पेश गर्नु भन्ने बुझिन्छ छेचुल हादा भनेको। अब छेचुल हादाको विभिन्न ग्रामेटिकल फर्महरू हामी यहाँ देख्न सक्छौँ है। एक नम्बरमा हेऱ्यो भने छेचुल हाल मान हेयो, हाल मान हादा भनेको योग्य हुनु के, योग्य हुनु। यो ग्रामर अलरेडी एउटा अप्सनमा मैले डिस्कस गरिसकेछु माथि। छेचुल हाल मान हेयो भनेको बुझाउन योग्य छ भनेको, यो मिल्दैन। 2 नम्बरमा छ छेचुल हागुन हेस्सयो, हागुन हादा भनेको चाहिँ गर्ने गर्थे, गर्ने गरेको के, बानी परिरहेको अभ्यस्त कुरालाई व्यक्त गर्दाखेरि हागुन हादा भन्ने ग्रामरको प्रयोग गरिन्छ र यहाँनिर चाहिँ सबमिट छेचुल हागुन हेस्सयो भनेको सबमिट गर्ने गर्थे, यो पनि मिल्दैन। 3 नम्बरमा छेचुल हागो मारासयो, हागो माल्दा भनेको गरेर पछुताउनु, गरेर पछुताउने काममा चाहिँ हागो माल्दा भन्ने ग्रामरको प्रयोग गरिन्छ है त। भनेपछि यहाँ चाहिँ के छ त सबमिट गरेर पछुताइरहेको छु भनेछ, यो पनि मिल्दैन। 4 नम्बरमा छेचुल हानुन छुल आरासय, बुझाउन सकिने कुरा बुझेको थिएँ मैले चाहिँ छनुन खुबै युल्काजी शुक्रबारसम्म पनि बुझाउन सकिने कुरा बुझेको थिएँ छेचुल हानुन छुल आरासय भनेर अप्सन चाहिँ के हुने भयो त 4 नम्बर हुने भयो। 27 देखि 28 मा छ थाउन तलको मिच्छुल छिन अन्डरलाइन गरिएको बुबुनी भागको थुल्लिन गलत भएको गसुल कुरा खोरुसियो छान्नुहोस् भनेको छ। 27 मा हेरौँ। 1 नम्बर अप्सनमा छ सेङ्गा खामेन, विचार गर्यो भने हालसुरोक, विचार गरे जति नै भागा नायो रिस उठेर आउँछ अरे। तपाईँलाई कतै बेजेती भएको कुरा, कसैसँग रिस उठ्ने कुरा गरेको छ भने त्यस्तो कुराहरू सम्झिँदाखेरि जति सम्झ्यो त्यति रिस उठ्छ भन्ने अर्थमा हालसुरोक भन्ने ग्रामरको प्रयोग गरिन्छ के। हालसुरोक सेङ्गा खादा, हालसुरोक सोच्नु र सोचे जति नै भागा नायो रिस उठ्छ भन्दाखेरि यो सुरोक भन्ने ग्रामरको प्रयोग गरिन्छ। 2 नम्बर अप्सनलाई हेरौँ। छङ्सो हानुरागो सरसफाइ गरेको कारणले छनवारुल मोत फादासय, फोन उठाउन सकिन है। यो नुरागो भन्ने ग्रामर चाहिँ जहिले पनि अगाडि एउटा कार्य गर्नुहुन्छ र त्यो कार्यको कारणले अर्को पछाडि आउने कार्य चाहिँ गर्न सक्नु हुँदैन। यहाँ जहिले पनि के आउँछ त नेगेटिभ सेन्टेन्स आउनुपर्छ। सेकेन्ड सेन्टेन्स ग्रामरले दुईटा कार्यलाई जोडिरहेको हुन्छ। एउटा यो पोजिटिभ वाक्य र यसको कारणले आउने वाक्य चाहिँ के हुन्छ पछाडि जहिले पनि नेगेटिभ वाक्य आउँछ है त। नाच्छामुल छानुरागो, झुपुक्क निदाएको कारणले दिउँसोमा छन्वा ओल्छुल छाल मोल्लासयो, फोन आएको कुरा राम्रोसँग थाहा पाउन सकिन। अर्को इक्जाम्पल हुन सक्छ। अप्सन नम्बर 3 मा हेरौँ। नानुन मैले छिसुगा, छिसु भन्ने व्यक्तिले योरी रुल पकाउने कुरा पकाउने छाल हानुन छुल आरासय, राम्रो पकाउँछ भन्ने बुझेको थिएँ तर पकाउँदो रहेछ क्या। यो छुल आरासय भन्ने ग्रामरले यस्तो यस्तो बुझेको थिएँ छालमोत सेङ्गा खेस्सयो, मोमो थिएछ छालमोत सेङ्गा खादागा यी मुन्पबुल साइगा हाँसु इस्सयो छारानुन छुल आरासयो है। र 4 नम्बरमा हेरौँ त छिङ्गुगा साथीले फाबुल भात खुब हागे हतारसँग मगत्थनी खाएको कारणले फेथारी नाच्यो भनेको छ है त। अब यहाँ अन्डरलाइन गरेको छ को कारणले भन्ने एउटा ग्रामर युज भइरहेको छ र कारण बताउने ग्रामरहरू एउटा अस आस, अर्को उनिका, अर्को तेमुने, अर्को यो थनी र अर्को चाहिँ थनी भन्ने ग्रामरहरू छ है। यी ग्रामरहरूले कारण बताउँछन् र यहाँ पनि कारण बताइरहेको छ र यो चाहिँ गलत छ किनभने माथिको 3टै वाक्यहरू ठिक छ हामीले थाहा पाइसक्यौँ र यो किन गलत छ भन्नेतिर हेरौँ। अब यहाँनिर अथनी भन्ने ग्रामरको प्रयोग भइरहेको छैन। अथनी भन्ने ग्रामर प्रयोग हुँदाखेरि जहिले पनि यो कर्तामा छ नि, कर्तामा प्रथम पुरुष हुनुपर्छ क्या।
प्रथम पुरुष भनेको म, हामी है, म, हामी के हो त प्रथम पुरुष हो नि त। प्रथम पुरुष कर्ता भएको भए यो वाक्य मिल्थ्यो। अब यहाँ छिङ्गुको साट्टो नेगा, नेगा अथवा छेगा भन्ने प्रयोग भएको भए चाहिँ यो वाक्य के हुन्थ्यो त ग्रामेटिकली करेक्ट हुन्थ्यो क्या। बुझ्नुभयो? अथवा यहाँ अथनी भन्ने नभइकन थनी मात्रै भएको भए, थनी भएको भए फेरि थनीले फेरि तृतीय पुरुष नाउनको लागि सब्जेक्टको लागि काम गर्छ के। साथीले छिङ्गुका फाबुल खुब हागे मप्थनी फेथारी नाच्छ भन्यो भने पनि मिल्थ्यो। क्वेसन नम्बर 28, यसमा पनि हामीले अन्डरलाइन गरेको भागमा कुनै एउटा सेन्टेन्सको चाहिँ मिस्टेक छ, त्यो सेन्टेन्सलाई हामीले मार्क गर्नु छ है त। अप्सन नम्बर 1 मा हेरौँ त, नुक्के इरनासा ढिलो गरी उठेर छिगा खागो मारात्ता भनेको छ है त। यहाँनिर एउटा ग्रामर प्रयोग भएको छ, ध्यान दिएर सुन्नु होला। खागो माल्दा भन्ने ग्रामर छ कि यहाँनिर, खागो माल्दा भन्ने ग्रामर छ। यो भनेको तपाईँले नसोचेको कार्यमा गएर त्यो टुङ्गिन्छ क्या। त्यो परिणाम चाहिँ त्यहाँ गएर टुङ्गिने कुरालाई व्यक्त गर्दाखेरि तपाईँलाई भित्रैभित्र त्यो कुरामा पश्चाताप भइराखेको हुन्छ। त्यस्तो बेलामा खागो माल्दा भन्ने ग्रामरको प्रयोग गरिन्छ। नुक्के इरनास ढिलो गरी उठेर छिगा खागो मारात्ता अन्तत ढिलो भएरै छोड्यो। तपाईँले त्यो ढिलो हुने चाहना थिएन, तपाईँ भित्रैभित्र पश्चाताउनु भएको छ, तर ढिलो भएरै छोड्यो, अन्तत ढिलो भएरै छोड्यो भन्दाखेरि यस्तोमा खागो माल्दा भन्ने ग्रामरको प्रयोग गरिन्छ। बुझ्नुभयो होला? यो ग्रामेटिकल एकदम ठिक छ। 3 नम्बरलाई हेरौँ त, कुन्निम अम्नुन निरन्तर खजित मारुन झुटो कुरा अन्जेगा एक दिन न एक दिन खाल्गियजिन खुलाइने, खुलाइने फबिदा अवश्य हुन्छ भनेको चाहिँ, फबिदा भनेको जहिले पनि कटु सत्य, प्राकृतिक सत्य कुरालाई एक्सप्रेस गर्दाखेरि यो ग्रामरको प्रयोग गरिन्छ। फर इक्जाम्पल, मेहनत गरे सफल अवश्य भइन्छ भन्नु पर्यो भने नोर्या खामेन सङ्गोङ हानुन फबिदा, सफल भइन्छ भइन्छ क्या, अवश्य भइन्छ। प्रयास गर्दै गयो भने एक न एक दिन त सफल भइन्छ, सत्य कुरा हो। यस्तो बेलामा चाहिँ फबिदा भन्ने ग्रामरको प्रयोग गरिन्छ। अब यहाँनिर हेर्नुभयो भने फाल्ग्य जिदा है, सिम्पली तपाईँले यो नलाई काटेर यहाँ दा थप्नुभयो भने यो यस प्यासिभ भर्बमा चेन्ज हुन्छ क्या। फाल्ग्य जिदा, यो फाल्ग्य जिदा भनेको सेकेन्ड पर्सन, दोस्रो व्यक्ति अथवा थर्ड पर्सन, तेस्रो व्यक्तिले तपाईँको कुनै कुरा, झुटो कुरा, तपाईँको सेक्रेसी खुलाइदिने कि अरूले खुलाइदिने कुरा हो क्या। त्यो त प्राकृतिक कुरा त होला होइन नि त, अरूले खुलाइदिने कुरा प्राकृतिक कुरा हो त हो। यहाँनिर कन्ट्राडिक्सन भयो क्या। एउटा यो फबिदा भन्ने ग्रामरले चाहिँ जहिले पनि प्राकृतिक कुरालाई एक्सप्लेन गर्न प्रयोग गरिन्छ। यहाँनिर चाहिँ प्राकृतिक रूपमा नखुलिकन तपाईँको सिक्रेट, तपाईँले झुट बोलेको कुरा प्राकृतिक रूपमा नखुलिकन अरूले खुलाइदिएको छ क्या, थर्ड पर्सनले खुलाइदिएको छ भने यस्तो बेलामा यो दुईटा कन्ट्राडिक्ट भयो क्या, बाजिए कि यो दुईटा कुरा। त्यही भएर यो अन्डरलाइन गरेको भाग थर्ड यो मिल्दैन। त्यसैले हामीले थर्ड नम्बरमा के गर्नु पर्यो त, मार्क गर्नु पर्यो है। 4 नम्बरलाई पनि हेरिहालौँ त। 4 नम्बरमा छ खाप्चागी छुल्चाङ्गल थाके थिएछ। खाप्चागी भनेको अचानक, छुल्चाङ भनेको बिजनेस ट्रिप, तपाईँको कम्पनीबाट के बिजनेसको सिलसिलामा ट्रिप जानुभयो भने छुल्चाङ भयो। खागे थिएछ जाने भएर है, सुअबे क्लासमा, तपाईँको आफ्नो क्लासमा। पाजिल्सु फाके अपसत्ता भनेको क्लास छुटाउने बाहेक, क्लासमा छुटिने बाहेक अन्य कुनै विकल्प नै रहेन भनेको क्या है। पाजिल्सु फाके अपसत्ता, यो पनि ग्रामेटिकली एकदम ठिक छ। 29 मा रहेको छ नुनानुन दिदी चाहिँ खित्थारुल। 29 नम्बरमा नुनानुन दिदी खित्थारुल गिटार छिनन बजाउने गसुल कुरा छुवा हामीले मन पराउनुहुन्छ। खुरेछ त्यसैले यो जुम आजभोलि छुमल मादा सप्तान्त पिच्छे मुनुवा सेन्ताए खास संस्कृति केन्द्रमा गएर खित्थारुल गिटार अब फेउम्निदा सिक्नुहुन्छ, मान्नम्निदा भेट्नुहुन्छ, फोनेम्निदा पठाउनुहुन्छ, छोत्सुम्निदा मन पराउनुहुन्छ है। यो सबै अप्सनलाई हेर्दाखेरि सबभन्दा मिल्ने के छ त, गिटार बजाउने कुरा मन पराएर मुनुवा सेन्तामा गएर फेउम्निदा हुने भयो क्या, अप्सन नम्बर 1 हुने भयो त। र टेलमा के रहेछ त, खुरीगो अनि थोङसेङ्गुन भाइ चाहिँ उन्दङ्गुल छुवा हाम्निदा खेल खेल्न मन पराउँछन्। खुरेछ त्यसैले छन्याङ मादा बेलुका सधैँ बेलुका खोङ हुनेछ पार्कमा उन्दुङ्गुल हाम्नेदा उन्दुङ गर्छन्, व्यायाम गर्छन्। 30 नम्बरलाई हेरौँ
다음 주 अर्को हप्ता 외국인 विदेशी 센터에서 केन्द्रमा 외국인을 विदेशीका 위한 लागि 한가위 भनेको 추석को अर्को नाम हो है। 대잔치를 भव्य उत्सव 개최합니다. आयोजना गरिन्छ। 이번 행사에는 यसपटकको कार्यक्रममा सोङफेन मान्दुल्गी चामलको केक बनाउने सोङफेन बनाउने छेहम अनुभव केपअप डान्स थेवे केपअप डान्स कम्पिटिसन 한국어 क्विज कोरियन भाषा सम्बन्धी क्विज प्रतियोगिता थुङ आदि तायाङहान विभिन्न प्रकारका फोरेग्रामी प्रोग्रामहरू छुनबित होइया सुम्निदा तयारी गरिएको छ। 30 नम्बरलाई हेरौँ त थाउम्जु अर्को हप्ता वेगुगिन विदेशी सेन्थेस विदेशी केन्द्रमा वेगुगिनुल विदेशीहरूका विहान लागि विदेशीहरूका लागि हाङ्गावी भनेको छुसकको अर्को नाम के हो त हाङ्गावी। यसलाई विशेष नोट गर्नु होला। 49 र 50 मा लेख्ने प्रश्नमा बारम्बार आइरहेको छ है हाङ्गावी है। थेचनसिरुल भव्य समारोह खेचोयाम्निदा आयोजना गरिन्छ। इबन हेङ्साएनुन यो पटकको कार्यक्रममा चाहिँ सोङफेन मान्दुल्गी सोङफेन बनाउने छेहम अनुभव केपअप डान्स थेवे केपअप डान्स कम्पिटिसन हाङ्गुग क्विज भनेको कोरियन भाषा सम्बन्धी वाद विवाद प्रतियोगिता क्विज प्रतियोगिता तुङ आदि तायाङहान विभिन्न प्रकारका फुरेगुरामी प्रोग्रामहरू छुनबित होइया सुम्निदा तयारी गरिएको छ। खुङ्ने खचुआनुन राष्ट्रभित्र बसोबास गर्ने वेगुगी इनिमेन विदेशी हुनुहुन्छ भने नुगुना जो कोहीले पनि छाम्गा हाल्छु इस्सुम्निदा है। कोरियामा बसोबास गर्ने विदेशी जो कोहीले पनि सहभागी हुन सक्नुहुन्छ। छाम्गारुल वनहानुन सहभागी हुन चाहने सारामदुरुन मानिसहरू चाहिँ इबनजुकाजी यो हप्तासम्म वेगुगिन सेन्टर होम पेजिएस विदेशी केन्द्रको होम पेजमा गएर थोइम्निदा है हुन्छ भनेको छ। के गर्यो भने हुन्छ होला त है। कार्यक्रममा सहभागी हुनु छ भनेपछि निवेदन दिनु पर्यो आवेदन दिनु पर्यो नि त। अब यहाँ अप्सनबाट हामीले छान्नु छ है। र अप्सनलाई हेरौँ त अप्सन नम्बर 1 मा छ छेयोङ हासिमेन दोइम्निदा भनेको भाडामा लिनुभयो भने हुन्छ मिल्दैन। सिन्छङ हासिमेन दोइम्निदा निवेदन आवेदन दिनुभयो भने हुन्छ यो मिल्छ। सोगे हासिमेन दोइम्निदा परिचय दिनुभयो भने हुन्छ। कार्यक्रममा परिचय दिने भन्ने कुरा त मिल्दैन सेन्सै है। अनि 4 नम्बर छ मोजिब हासिमेन दोइम्निदा भनेको जम्मा गर्नुभयो भने हुन्छ यो पनि मिल्दैन। सही उत्तर के हुने भयो त सिन्छङ हासिमेन दोइम्निदा है त। र इम्पोर्टेन्ट मिनिङहरू यहाँ राखिदिएको छु स्क्रिनसट गरेर नोट गर्नु होला। 31 नम्बरमा हेरौँ त मेदाल हरेक महिना माचिमाग जु अन्तिम हप्ता सुवेइरुन बुधबार हरेक महिनाको अन्तिम हप्ताको बुधबार मुनहुआगा इन्नुन नारिदा सांस्कृतिक सम्बन्धी कार्यक्रम हुने दिन हो अरे कोरियामा है। यी नारुन यो दिनमा थारुन नाल बोदा अरू दिनभन्दा छर्यमहान सस्तो हुने मूल्य तोलन साथै मुर्यो फ्रीमा छन्सी प्रदर्शनीहरू यङह्वा फिल्म खोङयन लाइभ शो कन्सर्ट थुङ्गै आदिको मुनहुआ सेङहुआरुन सांस्कृतिक गतिविधिहरू फुदाम अप्सी बिना कुनै रोकटोक बिना कुनै झन्झट छुलगिल्सु इत्ता रमाइलो गर्न सकिन्छ आनन्द लिन सकिन्छ। खुरेछ त्यसैले नानुन म इबन यो मुनहुआगा इन्नुन नारेनुन यस पटकको संस्कृति भएको दिनमा फाङमुलक्वाने सङ्ग्रहालयमा खाफोल एजङिदा जाने निदो गरेको छु। हाङ्गुगे कोरियाको फाङमुलक्वानुन सङ्ग्रहालयमा छन्सिपुनमान आनिरा प्रदर्शन गरिने मात्र होइन कि छेमी इन्नुन रमाइलो हुने हेङ्सादो मानुन्दे कार्यक्रम गतिविधिहरू पनि धेरै छन्। तर आजिक अहिलेसम्म पनि हानबन्दो खेङहम हे फोन्चकी एकपटक पनि एक्सपिरियन्स गरेको फोन्चकी अप्सस अनुभव नभएर हेङ्सादो छामे फोगो सिप्ता कार्यक्रममा पनि सहभागी हुन चाहन्छु। हाङ्गुगेस कोरियामा
सेरौन मुन्फासेङवारुन नयाँ सांस्कृतिक गतिविधिहरू ख्याङहाम हामे अनुभव गर्दै छौन छुअगुल मिठो सम्झनालाई मानी धेरै मिठो सम्झना धेरै के हुन्छ होला त हागो सिप्ता मिठो सम्झना धेरै गर्न चाहन्छु मिल्छ त मिल्दैन साक्खो सिप्ता सँगाल्न चाहन्छु मिठा सम्झनाहरू धेरै सँगाल्न चाहन्छु यो चाहिँ मिल्छ है योभन्दा मिल्ने अरू पनि छ कि हेरौँ त कुमीको सिप्था भनेको चाहिँ सजाउन चाहन्छु मिल्दैन मिठा सम्झनाहरू धेरै सजाउन चाहन्छु मिल्छ र मिल्दैन र 4 मा हुन्छ खिदेहाको सिप्था भनेको चाहिँ आश गर्न चाहन्छु भनेको छ यो पनि मिल्ने कुरै भएन भनेपछि हाम्रो सही उत्तर चाहिँ के भयो त 2 मा हजुरले मार्क गर्नु पर्यो है त 32 नम्बर अझै हिजो फेकुवाजम डिपार्टमेन्टल स्टोर सेल खिगाने सेलिङ अवधिमा है सेल लगाइरहेको अवधिमा पिरियडमा चाहिँ छिमारुल खुइ फेसुम्निदा स्कर्ट खरिद गरे मेजाङेस छिमारुल स्टोरमा छिमा इबसुल्तेनुन लगाउँदाखेरि चाहिँ फैन्छाननुन्दे ठिकै थियो तर छिबेवास घर आएर थासी इबफोनी फेरि लगाइ हेरेको साइजुगा साइज छागा सुम्निदा सानो भयो खुरेछ त्यसैले थाउनाल अर्को दिन यङसु जोङ्गोल बिल आजिगो मेजाङ्गुरो खास लिएर स्टोरतिर गएर ख्योह्वानुल योछङ हेस्सुम्निदा ख्योह्वानुल योछङ हेस्सुम्निदा फिर्ताको लागि एक्सचेन्जको लागि अनुरोध गरे हाजिमान तर थकुन साइजिए अलि ठुलो साइजमा छेफुमी उत्पादन सामग्री स्कर्ट अप्सस नभएर फाकुल्सु अप्सस सुम्निदा फिर्ता गर्न सकिन खेलखुक अन्तत ख्योहन थेसिने एक्सचेन्ज गर्नुको सट्टा छिमारुल स्कर्ट हाय समथिङ गरेर एसटिएच गरेर थोनुल पैसा थोल्ले फादा सुम्निदा फिर्ता पाएँ भनेको छ भनेपछि यहाँनिर के गर्यो होला त भन्दा सामान फर्कायो के सामान फर्कायो भन्ने टर्म कहाँनिर छ अप्सनबाट छानो 1 नम्बरमा छ खेल्छे भनेको पेमेन्ट गर्नु पैसा तिर्नु मुसाङ भनेको सित्तैमा खुइप भनेको खरिद फानफुम भनेको चाहिँ रिटर्न गर्नु उत्पादन सामग्री फिर्ता गर्नुलाई के हुन्छ त फानफुम भनिन्छ यही नै के हुन्छ करेक्ट आन्सर हुन्छ 33 देखि 34 मा थाउम छिल्मुने थाबासियो भनेको छ है त तलको प्रश्नको उत्तर दिनुहोस् भनेको छ र 33 मा हामी हेरौँ त छनुन फोथोङ इल्गोप्सिए इरनाजिमान म प्राय जसो 7 बजे उठे तापनि छुमारेनुन सप्तान्त भनेको जहिले पनि शनिबार र आइतबार भनेर बुझ्नु होला आहोप्सिए 9 बजे इरनाम्निदा उठ्छु थोयो इरुन शनिबार आहोप्सी बुथ यल्सिकाजी 9 बजेबाट 10 बजेको भित्र छङ्सो वा पाल्लेरुल हाम्निदा सरसफाइ र लुगा धुने काम गर्छु खुरीको अनि ओहुएनुन दिउँसो चाहिँ छोङ्गा फोक्जी सेन्थए सामुदायिक कल्याण केन्द्रमा खाम्निदा जान्छु है छोङ्गा फोक्जी सेन्थ भनेको सामुदायिक कल्याण केन्द्र नोट गर्नु होला सेन्थएसनुन सेन्टरमा चाहिँ ओहु हान्सी बुथ दिउँसो 1 बजेबाट थासस्सी काजी 5 बजेसम्म फाङ्गु गरुल फेउम्निदा कोरियन भाषा सिक्छु फानमेने अर्कोतर्फ अब यहाँ खाली ठाउँ छ डट उन यो चाहिँ यसमा चाहिँ ओजने इरनामेन दिउँसो बिहानमा उठ्यो भने खानदान हागे सामान्य रूपमा शिक्षारुल हाम्निदा हल्का खाना खान्छु भन्न खोजेको खुरीको अनि ओहु एनुन दिउँसो चाहिँ फोथोङ छिबेस घरमै याङभारुल फोगना फिल्म हेर्ने अथवा खोह्याङे जन्मथलोमा गाउँमा इन्नुन रहनुभएको खाजगुवा परिवारसँग याङसाङ थोङफारुल भिडियो कल हाम्निदा गर्दछु भनेको छैन मेन हामीले यहाँनिर हेर्नु पर्यो क्या यहाँनिर के बुझिन्छ भने छुमाल भनेछ नि त छुमालमा जहिले पनि के हुन्छ स्याटरडे र सन्डे 2 दिन हुन्छ है अनि माथिको पुरै सेन्टेन्सले तपाईँलाई स्याटरडेमा गर्ने काम बताइराखेको छ यहाँनिर अनि फान म्यने भनेको अर्कोतर्फ अन द अदर ह्यान्ड भनेको अब बाँकी रह्यो के त भनेको सन्डे रह्यो नि त इरो इल रह्यो नि त होइन इरो हिरेनुन भन्न खोजेको हो क्या अब यहाँ अप्सनबाट हेरौँ त
कहाँ छ इरेल? यो अप्सन नम्बर 4 भयो है। यही नै सही उत्तर हुन्छ। र 34 नम्बरमा भनेको छ विथ खुरी भनेको माथि अघि हामीले 33मा जुन लेख थियो नि हो त्यो लेख न्योङ्गासँग सम्बन्धित खाच्छुन उस्तै गसुन कुरा के हो भनेको छ। माथि लेखले के कुरा भनेको छ त्यही कुरासँग मिल्ने अप्सन हेरेर कहाँ छ 1 2 3 4 मा एउटा अप्सन छान्नु छ। यो चाहिँ हजुरले कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला करेक्ट उत्तर कति हुन्छ है त। र 35 देखि 38मा भनेको छ थाम छिल्मुने थाबासियो तलको प्रश्नको उत्तर दिनुहोस् भनेको छ है। यो 35 नम्बरलाई हेऱ्यो भने हामीले इपिएस टपिक इक्जाम दिँदाखेरि जुन कुरा पढेको थियो छिपदुरीको बारेमा त्यही कुरा छ। सजिलो शब्दहरू छ। तपाईँले कति आन्सर हुन्छ कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला है त। अथवा केही समस्या भयो भने पनि यो खालको समस्या भयो यो बुझिएन भनेर त्यस्तो केही समस्या छ भने पनि कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। हामी मिलेर सल्भ गरौँला। अगाडि बढ्छु। 36 नम्बरमा छ थाम खुरुई न्योङ्गा तलको लेखको विषयवस्तुसँग खाच्छुन उस्तै कसुन के हो भनेर क्वेसन मार्क यहाँ सोधेको छ है त। यहाँ एउटा विषयवस्तु छ। यो विषयवस्तुमा जे कुरा भन्न खोजेको छ त्यो अप्सनमा एउटा कुरा मात्रै मिल्छ क्या। त्यो सेन्टेन्स चाहिँ हामीले छान्नु छ है त। यहाँनिर हेर्नुहोस् त छेगा भनेको म एकदम विनम्र भएर म भन्दाखेरि छेगा है। हाङ्गुगे ओन्जी कोरिया आएको अल्मा थोइजी आना सुल्ते धेरै नहुँदाखेरि चाहिँ है भर्खर भर्खर कोरिया आउँदाखेरि भन्न खोजेको फसुएछ बसमा थाङफाङ हेस्थन हेत्थन थाङफाङ हेत्थन भनेको लज्जास्पद हुने अथवा अल्मलिएको खियकी सम्झना इस्सुम्निदा छ भनेको मेमोरी छ होइन लज्जास्पद भएको धेरै अवस्थाहरू थियो भन्न खोजेको छ भन्न खोजेको होइन। छनुन म चाहिँ छुल्गुन हाल्तेनुन कम्पनीको काममा जाँदाखेरि छुरो प्राय जसो फसुरुल थाम्निदा बस चढ्छु। आजभोलि पनि चढ्छु पहिला पनि चढ्थेँ र आजभोलि पनि चढ्छु तर कुरा चाहिँ पहिलाको है। फसुरुल थाल्ते बस चढ्दाखेरि ख्योथङ खादुरुल बस कार्ड खिगे थेमेन खिगेमा बसको मेसिनमा ट्याप गर्यो भने चाहिँ फिक बिप साउन्डलाई फिक भनिन्छ क्या। तोनुन अनि फन्सङ हाम्निदा ट्रान्सफर भयो भन्ने कुरा रानुन भन्ने कुरा अन्य रुल थुरुल्सु इस्सुम्मिदा यस्तो खालको भन्ने अनाउन्समेन्ट सुन्न सकिन्छ। खुरन्दे तर हारुनुन एक दिन चाहिँ ख्योथङ खादुरुल बसकार खिगे थेसुल्ते खिगेमा ट्याप गर्दाखेरि चाहिँ फुचो खाम्निदा छानेगी फुचो खाम्निदा रानुन ब्यालेन्स कमी भयो ब्यालेन्स अपुग भयो। छानेगी भनेको ब्यालेन्स फुचो खाँदा भनेको अपुग हुनु रानुन भन्ने आन्नेरुल थुरसुम्मिदा अनाउन्समेन्ट सुने अरे। अनि छनुन म चाहिँ खुतसिल त्यसको अर्थ मल्लासा थाहा नभएर थाङफाङ हेसुम्निदा लज्जास्पद भए अथवा अल्मलिए खुत्ते त्यतिखेर माछिम सोही समयमा फसु ए थागो माछिम भनेको एट द सेम टाइम त्यति नै खेर बसमा सँगसँगै थागो इत्थन चढ्नु भएको हाङ्गुक सारामी कोरियन मानिसले मुसुन उइमी इन्जी मुसुन उइमी इन्जी के अर्थ हो भन्ने कुरा आल्ले छुमेन्स जानकारी दिँदै छ उही भनेको मेरो फसुएको मूल बसको भाडा थेसिन सट्टामा ने छुवत सुम्निदा तिरिदिनु भयो भनेको छ है त। अब अप्सनलाई हेरौँ। 1 नम्बरमा छ नानुन हाङ्गुक मारुल छारान्ता मैले कोरियन भाषा धेरै राम्रो जानेको छु हो त। भन्सुङ हाम्निदा भनेको पनि थाहा छैन फुचोक हाम्निदा भनेको पनि थाहा छैन भनेपछि त्यति राम्रो अझै पनि जान्नु भएको छैन मिल्दैन। 2 नम्बरमा नानुन खाक्खम फसुरुल थान्ता म कहिलेकाहीँ बस चढ्छु होइन छुल्गुन हाल्थे फोथोङ थान्ता यो पनि मिलेन। 3 नम्बरमा हाङ्गुक सारामी नारुल थोवा छुवत्ता कोरियन मानिसले 3 नम्बरमा हाङ्गुक सारामी नारुल थोवा छुवत्ता कोरियन मानिसले मलाई मद्दत गरिदिनु भयो यो चाहिँ करेक्ट आन्सर हो। 4 नम्बरमा ख्योथुङ खादुगा अप्सोस यातायात कार्ड नभएर योगुमुल मोत नेत्ता 4 नम्बरमा ख्योथुङ खादुगा अप्सोस यातायात कार्ड नभएर बस कार्ड नभएर योगुमुल बसको भाडा मोत नेत्ता तिरिन भनेको छ होइन। ख्योथुङ खादुए छानेगी मोजा राछ फुचो खेस
योगमुल बोत्नेत्ता भनेको मिल्थ्यो, कार्ड त थियो तर पैसा कार्डमा चाहिँ के थिएन, पैसा नभएर अपुग भएर है यो पनि मिल्दैन। करेक्ट आन्सर के हो त हाङ्गुक सारामी नारु थुवा छुअत्ता। 37 छ खामखुरे तलको लेखको छुङसिम नियोङ्गुरो मेन आइडियाको रूपमा अथवा सेन्ट्रल आइडियाको रूपमा आलमाजुन मिल्ने गसुन कुरा के हो त? यो लेखको सेन्ट्रल आइडिया के हो त? यसले भन्न खोजेको के हो त? यो अप्सनमा एउटा सेन्टेन्स छ यसले भन्न खोजेको, त्यो चाहिँ हामीले यहाँबाट मार्क गर्नु छ है त। अब हेरौँ छिकचाङ भनेको कार्यस्थल, सेङहरुन भनेको जीवनयापन, कार्यस्थलको जीवनयापन, हादा फोमेन भनेको गर्दै जाँदाखेरि, थेइन भनेको मानवीय फङ्गेना मानवीय सम्बन्ध होइन, धेरैजना मानिसहरू हुन्छ नि त कार्यस्थलमा काम गर्ने, एउटा कतै देशको होला अर्को कतै देशको होला, यी विभिन्न सोचका मानिसहरूको बिचमा मानवीय सम्बन्ध फङ्गेना वा अम्मु वा काम साथै यागुन्थुङ्गुरो भनेको रात्रि कामको माध्यमद्वारा अथवा रात्रि कामको कारणले सुथुरेसु स्ट्रेस फादुल्थेगा मान्था है भनेको स्ट्रेस पाउने कुरा के स्ट्रेस हुने कुरा पनि धेरै हुन्छन् है, धेरै पटक हुन्छ क्या त्यस्तो कुरा भनेको। खुरल्ते त्यतिखेर थेबु बुने प्राय जसोको सारामुन मानिस चाहिँ प्राय जसो थेबु बुने सारामुन भनेको प्राय जसो मानिसहरू आमुकत्त हाजिआनको त्यसरी स्ट्रेस हुँदाखेरि केही पनि नगरिकन ह्युसिगुल भनेको आराम गर्नु है, आराम छिहुवा मेन्स भनेको लिँदै है, आराम लिँदै के आराम रेस्ट गर्दै रेस्ट लिँदै सुथरेसुरुल फुन्ता स्ट्रेसलाई चाहिँ कम गर्छन् अथवा फुकाउँछन् अथवा घटाउने कोसिस गर्छन् है। पुराना तर ह्युसिक बोदा आराम गर्ने भन्दा यावे वाल्तोङिना बाहिरी क्रियाकलाप, यावे भनेको बाहिरी वाल्तोङ भनेको क्रियाकलाप, थोङ हो होए भनेको सहकर्मीसँगको क्लब के क्लबको फाल्तोङ क्लबको गतिविधि, जस्तै फुटबल क्लबको फुटबल खेल्नु, भलिबल क्लब भलिबल खेल्नु, गल्फ क्लब गल्फ खेल्नु, थुङ आदि। मोमुन उम्छिगिनुन भनेको मोम भनेको शरीर, उम्छिगिनुन भनेको चलाउने, शरीरलाई चलाउने, छक्कु छकिन भनेको सक्रिय खालको है, छक्कु छकिन भनेको सक्रिय रूपको, फाल्तोङुल सक्रिय रूपमा, फाल्तोङुल गतिविधि, खाजिमेन बेसिकली खाजिदा भनेको चाहिँ लिनु अथवा टु ह्याभ भन्ने हुन्छ, अथवा यसमा संलग्न भयो भने भन्ने अर्थमा चाहिँ यस्तो क्रियाकलापहरू लियो भने अथवा संलग्न भयो भने यस्तो क्रियाकलापमा थ खङ्गाङ आगे अझै स्वस्थ रूपमा सुथुरेसुरुल हेसोङ हाल्सो इत्ता स्ट्रेसलाई चाहिँ घटाउन सकिन्छ, कम गर्न सकिन्छ। हेसोङ हादा भनेको रिड्युस गर्नु है, रिड्युस गर्नु घटाउनु भन्न खोजेको क्या। ल अब यो लेखको सेन्ट्रल आइडिया के होला त? अप्सन नम्बर 1 लाई हेरौँ त। छिकजाङ सेङवारे कार्यस्थलको जीवनयापनमा सुथरेसुरुल फान्नन गसुन स्ट्रेस प्राप्त गर्ने कुरा, स्ट्रेस पाउने कुरा फाङ्गेन हादा अवश्य नै हुन्छ भनेको अफकोर्स नै स्ट्रेस हुन्छ, काम गर्दै जाँदा कामको लोडले स्ट्रेस होला, व्यक्तिगत सम्बन्धले मानवीय सम्बन्धले स्ट्रेस होला, केही न केही कुराले रात्रि कामको कारणले स्ट्रेस होला, यो स्ट्रेस हुने कुरा चाहिँ अवश्य नै हुन्छ भनेको छ। यही नै यो प्यासेजको यो लेखको चाहिँ के हो त सेन्ट्रल आइडिया हो है, मेन पोइन्ट चाहिँ यही हुन्छ है त। 38 नम्बरमा हेरौँ त। खामखुरे तलको लेखको छेमोक उरो, छेमोक भनेको शीर्षकको रूपमा आल्माजुन गसुन मिल्ने कुरा के हो भनेर हामीले छान्नु छ। अप्सन 4 वटामा एउटा चाहिँ यो लेखको शीर्षकको रूपमा मिल्छ क्या, त्यसलाई हामीले छान्नु छ है त। अब लेखलाई पढाउँ त एकचोटि। हाङ्गुगे कोरियाको हाक्छेनुन शिक्षा प्रणाली, हाक्छे भनेको शिक्षा प्रणाली, छोदुङ हाक्यो युङनेन एलिमेन्ट्री स्कुल भनेको आधारभूत शिक्षा 6 वर्ष, छुङहाक्यो साम्न्यन मिडल स्कुल भनेको माध्यमिक स्कुल 3 वर्ष, खोदुङहाक्यो साम्न्यन उच्च माध्यमिक विद्यालय 3 वर्ष, थेहाक्यो विश्वविद्यालय 4 वर्ष सान्यन है। छन्मुन थेहाक्यो भनेको प्राविधिक शिक्षा 2 देखि 3 वर्ष, उरो यसको यसरी
यसको रूपमा खुसङदुया इत्ता निर्मित छ भनेको है, यसरी बनेको छ भनेको छ। इल्नेने 1 वर्षमा दुगे उइ हाक्किरो 2टा सेमिस्टर, हाक्की भनेको सेमिस्टर, यो याद गर्नु होला। इरुअक्ष बनेको छ भने इसुमे भने इल हाक्किनुन पहिलो सेमिस्टर चाहिँ सामओल तेस्रो महिनामा मार्च महिनाबाट र इ हाक्किनुन दोस्रो सेमिस्टर चाहिँ कुओरे सेप्टेम्बर महिनाबाट सिजाखान्ता सुरु हुन्छ। छोदुङ हाक्यो बुथ एलिमेन्ट्री स्कुलदेखि बेसिक आधारभूत स्कुलदेखि खोदुङ हाक्यो काजिनुन माध्यमिक स्कुलसम्म चाहिँ मुसाङखेयुगी निशुल्क शिक्षा इरुवा छिमे यसरी बनेको छ भने, निशुल्क शिक्षाको रूपमा बनेको छ भने खुजुङ त्यो अवधिसम्म छोदुङ हाक्यो वा आधारभूत शिक्षा आधारभूत स्कुल वा छुङ हाक्यो नुन मिडल स्कुल माध्यमिक स्कुलमा उइमु खेयुगिदा, उइमु भनेको कर्तव्य अनिवार्य रूपमा यो शिक्षा चाहिँ पढ्नै पर्यो। आधारभूत शिक्षा र मिडल स्कुल माध्यमिक शिक्षा अनिवार्य रूपमा पढ्नै पर्ने हुन्छ है। खेउकिदा भनेको शिक्षा हो। खुरीगो अनि थेहाक इप्सी भनेको विश्वविद्यालयको इन्ट्रान्स गर्दाखेरि प्रवेश गर्दाखेरि युहेङेनुन प्रवेश गर्ने प्रकार चाहिँ के विश्वविद्यालयमा प्रवेश गर्ने प्रकार 2 थरीका छन्। सुसिमोजिब भनेको एडभान्स रूपमा तपाईले सिट बुकिङ गरेर पनि विश्वविद्यालयमा इन्ट्रान्स लिन पाउनुहुन्छ। फङ्सिमोजिबी इत्ता भनेको रेगुलर क्लासहरू सुरु हुने अवधिमा एक्ज्याक्ट टाइममा पनि तपाईले इन्ट्रान्स लिन सक्नुहुन्छ। इवे यो बाहेक थामुनहागा खाजङ भनेको बहुसांस्कृतिक परिवार भनेको के त भन्दा जस्तै कोरियन बुवा र फिलिपिनी आमाबाट जन्मेको बच्चा, यस्तो खालको परिवार, 2टा फरक संस्कारका परिवार भयो नि त। त्यस्तो परिवारलाई के भन्यो त थामुनहा खाजङ भनेको बहुसांस्कृतिक परिवार। छान्याना सन्तान र वैगुगिन बहुसांस्कृतिक परिवारको सन्तान र वैगुगिन भनेको विदेशी आदि थुब्यलहान भनेको विशेष छोगनुल विशेष शर्तहरू खाजिन भनेको भएका हाक्सेङुन विद्यार्थीलाई थुक्बेल छनहेङुरो विशेष छनौट प्रक्रियाद्वारा, छनहेङ भनेको प्रक्रिया छनौट प्रक्रिया है, थुक्बेल छनहेङुरो भनेको विशेष छनौट प्रक्रियाद्वारा थेहाके विश्वविद्यालयमा जीवन हालसुदो इत्ता एडमिसन लिन पनि सकिन्छ, अप्लाई गर्न पनि सकिन्छ भनेर भनेको छ है त। अप्सनलाई हेरौँ। अप्सन नम्बर 1 मा हेरौँ। हाङ्गुगे खेयुगेल यो के को बारेमा होला त? कोरियाको शिक्षा प्रणालीको प्यासनको बारेमा होला त। यो प्यासनको बारेमा हो? होइन, यो हाङ्गुगे खेयुग छेदो कोरियाको शिक्षा प्रणालीको बारेमा हो। ओके ल, यहाँ हेर्नुहोस् है, हाक्छे भनेको र हाङ्गुगे खेयुग छेदो भनेको एउटै कुरा हो है। यो हाक्छेको बारेमा हो क्या। अब तेस्रो नम्बर अप्सनलाई हेऱ्यौँ भने हाङ्गुगे इन्छे याङसङ भनेको छ है त। हाङ्गुगे इन्छे याङसङ भनेको चाहिँ कोरियाको प्रतिभा विकास, कोरियाली प्रतिभा विकासको बारेमा पनि होइन है त। 4 नम्बरमा हाङ्गुगे थेहाक छिनहाक रिउल भने छैन, यो भनेको चाहिँ थेहाक भनेको विश्वविद्यालयमा पढ्नलाई भर्ना हुनेको पर्सेन्टेज भन्न खोजेको के हेर्ने, उच्च शिक्षामा प्रवेश हुनेको दर कति छ त भनेर भन्न खोजेको हो। यसरी सही उत्तर चाहिँ के हुने भयो त 2 नम्बर है। यसमा मार्क गर्नुपर्छ। 39 देखि 46 मा छ थाउम छिरमुने थापासियो भनेको छ है त। 39 देखि 46। 39 नम्बरमा हेरौँ। हाङ्गुगे कोरियाको साङजिङ प्रतीकको रूपमा कोरियाको प्रतिनिधित्व गर्ने जुङ मध्ये सारामे फारम खिगवानगवा मानिसको फारम भनेको उच्चारण, खिगवान भनेको अङ्गहरू के उच्चारण गर्ने अङ्गहरू जस्तो कि जिब्रो, ओठ, तालु अनि रुद्रघण्टी र है फारम खिगवानगवा भनेको उच्चारण गर्ने अङ्गहरू बुझ्नुभयो होला। र हानुल आकाश, ताङ जमिन र सारामी मानिस, सारामी मोयाङुल भनेको मानिसको प्रतीक, मानिसको सिम्बोल ठाडो, अनि आकाश गोलाकार आकाश र फ्ल्याट पृथ्वी, यो 3टा मिलेर के बन्छ अरे कोरियाको भोवेल लेटर्सहरू बन्छ होइन।
अनि त्यसपछि उच्चारणको अङ्गहरूको सेपको आधारमा है जिब्रोको आधारमा यसरी चाहिँ कन्सोनेन्ट लेटरहरू बनिरहेको हुन्छ क्या फन्द अनुसरण गरेर मान्दुनुन खरुन। अब यति धेरै एक्सप्लेन गरिसकेपछि पक्कै पनि बुझिसक्नु भयो हाङ्गुल हाङ्गुल भने कोरियाको स्वर वर्ण र व्यञ्जन वर्णको डिस्क्रिप्सन गरिरहेको छ कसरी बनेको छ भनेर यो सेन्टेन्सले यही नै भयो। र 40 नम्बर हेरौँ त थाउन्जुङ तलको मध्ये इन्सामारी है अभिवादनको भाषा सरो माझियान एकअर्कामा नमिल्ने गसुन कुरा के हो भनेको छ है त। 1 नम्बरमा हेर्नु हो भने गारानाले एक अर्कामा हिंसा गरेका छन् के एक अर्कालाई हिंसा गरेका छन्। र 1 नम्बर अप्सनमा छ मानस फान्गा सुम्निदा भन्यो भने गाले नाले के भन्नु पर्यो त फाङ्गा वे यो ठिक छ हिंसा ठिक छ हिंसा मारी माझा हो। 2 नम्बरमा छ गाले मिया नाम्निदा भन्दा खोइन्छन् सुम्निदा ठिकै छ माफ गर्नुहोस् भन्दाखेरि ठिकै छ भनेको यो पनि ठिक छ। 3 नम्बरमा हेरौँ त आन्देङ्गी खेसियो राम्रोसँग बस्नु होला भन्यो भने नाले के भन्छ आन्देङ्गी खासियो राम्रोसँग जानु होला यो पनि के छ ठिकै छ। र 4 नम्बरमा हामी हेरौँ त छालमक्के सुम्निदा राम्रोसँग खानेछु मिठो मानेर खानेछु भनेछ र नाले भन्छ आन्देङ्गी छुमुसियो राम्रोसँग सुत्नुहोस् भने चाहिँ यहाँ खानेछु भनेको छ यहाँ सुत्नुहोस् भनेको छ यो चाहिँ के हो त एक अर्कामा सरो माझी आनुन गसुन है सावन इम्निदा। र 41 नम्बर चाहिँ हजुरले भिडियोलाई एकछिन पज गरेर यसको स्क्रिनसट राखेर यसको आन्सर कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला है त यो के हो तपाईँले जान्नुहुन्छ पक्कै पनि जान्नुहुन्छ है। र 42 नम्बरमा हेरौँ त हाङ्गुके कोरियाको छन्थोङ परम्परागत नानबाङ फाङ्सीगुन तरिका के हो त कोठा तातो बनाउने तरिका के हो त भनेको छ हानओक भनेको चाहिँ परम्परागत घर हो है यो दरबार स्टाइलका घरहरू हुन्छ नि हो त्यो परम्परागत घर भयो। वन्दल भनेको ढुङ्गालाई तातो तताएर आगो फुकेर तताएर अनि कोठा तातो बनाउने परम्परागत रुम तताउने शैलीलाई के हुन्छ वन्दल यही नै सही उत्तर भयो। बोइलर भनेको आधुनिक स्टाइलको भयो यो। र 4 नम्बरको थेछङ मारु भनेको यो हानओकमा हेऱ्यो भने है अहिलेको अफाथुमा त हामी देख्न सक्दैनौँ बिल्ला अफाथुहरूमा त देख्न सकिन्न तर हानओकमा हेऱ्यो भने थेछङ मारु भनेको एउटा बस्ने टक्क काठको फ्रेम हुन्छ क्या जसले सोफाको काम गर्थ्यो पहिला हो त्यसलाई के भन्छ थेछङ मारु भनिन्छ है। र यो 43 पनि हजुरले कमेन्ट गर्नु होला है त कोरियाको नामचोके भनेको दक्षिणमा भएको खाजाङ खुन सम भनेको सबैभन्दा ठुलो आइल्यान्ड है चारैतिरबाट समुद्रले घेरेको बिचको ढिस्को जस्तो भाग पहाडी भागलाई के भन्छ त आइल्यान्ड भनिन्छ सम भनेको। यहाँनिरबाट कुन हो म्यापमा हेरेर खोजेर भन्नु होला ल त्यति गाह्रो कुरा छैन कमेन्ट चाहिँ अवश्य गर्नु होला है। र 44 नम्बरमा रहेको छ हेगा भनेको सूर्यले छिनानुन भनेको पार गरेर जाने खिरुल बाटोलाई हेरेर फोगो हेरेर खेजरे भनेको ऋतुको फेनवारुल नानुन परिवर्तनलाई बाँडिने गसुल कुरालाई के भन्छ भनेर सोधेको छ। छल्गी भनेको चन्द्र र सूर्य पात्र अनुसार सूर्यको बाटोको गतिलाई हेरेर मौसमहरू विभाजन गर्ने एउटा सिस्टमलाई के भन्छ त छल्गी भनिन्छ क्या। 46 नम्बरलाई हेरौँ त छुगै गुम्गा छोए गुमे थेहान सल्मेङुरो मान्छी आनुन गसुन भनेको छ है त। यहाँनिर हेरौँ त एउटा शब्दलाई हेरौँ छुक्खा हादाबाट छुगै गुम भएको छ है त यो बधाई रकम जस्तै विवाह गरे कुनै कोरियनले भने उसलाई बधाई स्वरूप विवाहमा पैसा हालिन्छ त्यसलाई हुन्छ छुगै गुम है। अनि छोइ गुम भनेको चाहिँ परिवारमा कसैको सदस्यको मृत्यु भयो भने अब सहानुभूति स्वरूप बाँकी रहेका परिवारलाई एउटा रकम दिन्छ त्यो पैसालाई के हुन्छ छोइ गुम भनिन्छ है त सहानुभूति रकम भनिन्छ है। थेहान बारेमा सल्मेङ उरो तल वर्णन गरे अनुसार भनेको यी वाक्यहरूले वर्णन गरे अनुसार माछी आनुन नमिल्ने कसुन कुरा चाहिँ के हो भनेको छ है त। अप्सन नम्बर 1 लाई हेरिहालौँ त छुगै गुमवा बधाई रकम र छोइ गुम सहानुभूति रकम सरो विजी हागो एक अर्कामा आश्रित हुँदै थम्नन हाङ्गुगे मद्दत गर्ने कोरियाको मुन्हा इदा भनेको छ संस्कृति हो भनेको छ है त। र 2 नम्बरलाई हेरौँ त छुगैको मुन बधाई रकम चाहिँ फोतोङ प्राय जसो पाल्गान्सेक रातो फोङथ्रुए खाममा थोनुल न पैसा राखेर खेइन्छ कुरो नेन्ता व्यक्तिगत रूपमा दिन्छ भनेको छ यो मिल्दैन किनभने बधाई रकम जहिले पनि रातो होइन कि सेतो खाममा राखेर दिइन्छ है त हायान्सेक हुनु पर्थ्यो यहाँनिर त्यसैले यो मिल्दैन है। 3 नम्बरमा हेरौँ फिन्सोरुल फाङमनहान
भनेको किरियापुत्री भवन हुन्छ नि जुन, त्यो भवनमा साराम दुरुन मानिसहरू चाहिँ उइरो उही भनेको सहानुभूतिपूर्ण माउमुरो मनलाई थामा राखेर, भन्न खोजेको के भने सहानुभूतिपूर्ण मनसाय राखेर मनले मनसायले छोइगुमुल नेन्ता सहानुभूति रकम चाहिँ दिन्छन् भनेको छ। यो चाहिँ ठिक हो। सहानुभूतिपूर्ण मन राखेरै सहानुभूति रकम दिने हो है त। 4 नम्बरमा खेरन सिके विवाह समारोहमा खानुन सारामधुरी जाने मानिसहरू छुक्का खानुन बधाई दिने माउमुल थामा मन राखेर भनेको छुक्का बधाई दिने अभिप्रायले मनसायले छुकैको मूल छलदान हान्ता बधाई रकम चाहिँ हस्तान्तरण गर्छन् भनेको छ। यो पनि एकदम फेक पर्सेन्ट सही छ, यो नि फेक पर्सेन्ट सही छ, यो नि फेक पर्सेन्ट सही छ। नमिल्ने कुरा चाहिँ पालगान्से फुङथुए थुनुल न खेइन्छ कुरो छोइको मूल फोथुङ नेन्ता, यो चाहिँ के मिल्दै मिल्दैन है त। 47 देखि 48 मा भनेको छ थाम छिल्मुने तलको प्रश्नमा थाबासिए उत्तर दिनुहोस् भनेको छ। 47 मा प्रश्न हेरौँ। थाम खुरे तलको लेखमा ग ग्वा ग र न ए नमा है, यहाँ हेर्न सक्नुहुन्छ यहाँनिर ग छ भने यहाँनिर न छ होइन। ए तुराखाल भित्र जाने माल्लो शब्द अनुसार आल्मजन गछन् मिल्ने कुरा के हो भनेको छ है त। यहाँ 4 वटा सेट देख्न सक्नुहुन्छ। ग र नमा मिल्ने एउटा सेट हामीले छान्नु छ। कुन सेट मिल्छ यो 4 वटा सेटबाट है। अब टेक्स्टलाई पढौँ। इल्छङ खिगान तोकिएको समय अवधि छङहेजिन खुमेगुल्ते मादा, छङहेजिन भनेको निर्धारण गरिएको, खुमेगुल्ते मादा भनेको रकम अनुसार, उनेङे माक्किनुन गसुल ब्याङ्कमा जम्मा हुने कुरालाई ग इरागो हान्ता ग भनेर भनिन्छ अरे है त। यहाँ एउटा कुरा याद गरिहालौँ। इल्छङ खिगान भनेको तोकिएको समय अवधि र निर्धारण गरिएको रकम अनुसार समय निश्चित समयको लागि पैसा जम्मा गर्नलाई के भनिन्छ त फिक्स डिपोजिट भनिन्छ होइन। फिक्स डिपोजिट इरागो हान्ता भनेर यहाँ फिक्स डिपोजिट कहाँ छ त हेर्नु पर्यो है त। यो छगुम भन्यो भने नर्मल डिपोजिट, एगुम भन्यो भने लमसम डिपोजिट, इयुल भनेको ब्याज पर्सेन्टेज कति छ भनेको, छक्कुम भनेको फिक्स डिपोजिट हो भनेपछि यो गमा चाहिँ के भर्नु पर्यो त हामीले भन्दा यो छक्कुम फिक्स डिपोजिट भर्नु पर्यो। किनभने निश्चित समयमा निश्चित रकम जम्मा गर्नुलाई छक्कुम भनिन्छ। नेपालमा पनि त्यही हो है त। इत्ते यतिखेर इयुरुन ब्याज पर्सेन्टेज चाहिँ उनेङ मादा ब्याङ्क अनुसार थारूको फरक हुन्छ र खाइप खिगानिना दर्ता गर्ने समय अवधि कति समय राख्नुहुन्छ भन्न खोजेको र नन्नुन खुमेगे तारा सधो राखिएको रकम अनुसार पनि थाल्ले चिन्ता फरक हुन्छ भनेको छ है त। फोथोङ प्राय खाइप खिगानी खिल्मेन दर्ता पैसा राख्ने दर्ता अवधि लामो भयो भने खिलस्वरूप लामो भए अनुसार यी जग्गा थ ब्याज पनि पक्कै पनि बढेर जान्छ भन्ने छान्नु पर्यो। यहाँ एउटा मात्रै सेट छ 4 नम्बरमा छक्कुम र नुरनन्दा। नुरनन्दा भनेको बढ्दै जानु हो, छक्कुम भनेको फिक्स डिपोजिट हो भनेपछि गमा छक्कुम भर्नु पर्यो, नमा चाहिँ के राख्नु पर्यो त नुरनन्दा राख्नु पर्यो है त। भनेपछि अप्सन 4 नै सही हुन्छ। 48 नम्बरमा छ थाम खुरे नियुङ्गा थारुन गछन् तलको लेखको बारेमा फरक कुरा के छ भनेर हामीले छान्नु छ है त। र यो चुनावको बारेमा छ, एकदम महत्त्वपूर्ण छ, ध्यान दिएर हेर्नुहोस्। यहाँ एउटा लेख दिएको छ र 4 वटा अप्सन राखिएको छ। 3टा अप्सन चाहिँ लेखसँग मिल्छ, एउटा कुनै अप्सन चाहिँ लेखसँग मिल्दैन, त्यसलाई हामीले छान्नु छ है त। अब हेरौँ। सङ्गनुन चुनाव चाहिँ मिन्जुजुइरु लोकतन्त्रलाई युजी हागो कायम राख्दै हाल्छन् सिकिनुन विकास गर्ने छुङ योहान महत्त्वपूर्ण योसो तत्त्व जुङ मध्ये हाना इमे एउटा हो भने खुक्मिनी नागरिकको विसा रुल चाहनालाई देशिन हाल सारामुन पम्नुन। देशिन हादा भनेको प्रतिनिधित्व गर्नु र देशिन हाल भनेको प्रतिनिधित्व गर्ने सारामुल पम्नुन मानिस छान्ने हेङ इ हिदा कार्य हो भनेको छ। हाङ्गुगेसनुन कोरियामा चाहिँ थेथोङ नेङुल पोम्नुन राष्ट्रपतिलाई छान्ने, थेसन राष्ट्रपतीय चुनाव, ठुक्खे भनेको राष्ट्रिय सभा भनेको
उइओनुल भनेको सदस्यलाई पोम्नुल छान्ने छोङसन। छोङसन भनेको चुनावको प्रकार भयो। के छान्ने त? राष्ट्रिय सभा सदस्य छान्ने चुनावलाई के भनिन्छ? छोङसन भनिन्छ। जिबाङ जाछी थान्चेजाङ स्थानीय सरकार प्रमुख। यहाँनिर हेर्नुभयो भने जिबाङ जाछी भनेको स्थानीय सरकार, थान्चेजाङ भनेको प्रमुख जस्तो मेयर उपमेयर जस्तो पद के नेपालको सन्दर्भमा हेर्ने हो भने जिबाङ उइवे उइवोनुल पोम्नुल। जिबाङ उइवे उइवोनुल भनेको चाहिँ स्थानीय सरकार सदस्य जस्तो नेपालको केसमा हेर्यो भने वडा सदस्य र नगर सभा सदस्य भनेर दुईटा हामी देख्न सक्छौँ। त्यस्तो छान्ने जिबाङसँगका, जिबाङसँग भनेको स्थानीय चुनाव इत्ता छ भनेको छ। तीनटा चुनाव रहेछ। एउटा देशन भनेको राष्ट्रपति छान्ने चुनाव, छोङसन राष्ट्रिय सभा सदस्य छान्ने चुनाव र चिबाङसँग भनेको चाहिँ स्थानीय प्रमुख र स्थानीय सरकार सदस्य छान्ने चुनावलाई चिबाङसँग गरेर तीन प्रकारका चुनावहरू छन्। सङ्घ र फोप्पिन सारामुन चुनावद्वारा छानिएका मानिसहरू चाहिँ इम्की तोङान कार्यकाल अवधिभरि फुङमिनुई नागरिकको तुसुल चाहनालाई फातुर पालना गरेर चासिन एगे आफूलाई छुअजिन दिइएको एक्वारुल भूमिकालाई सुयङ हानुन्दे सुसम्पन्न गर्छन् भने थेथुङ नेङुरुई राष्ट्रपतिको इम्किनुन कार्यकाल, इम्की भनेको कार्यकाल, ओनेन 5 वर्ष, फुप्पे उइवन राष्ट्रिय सभा सदस्य, जिबाङ छाची थान्चेजाङ स्थानीय सरकार प्रमुख, जिबाङ उइवे उइवोनुल स्थानीय सरकार सदस्य जस्तो वडा सदस्य, नगरसभा सदस्य, इम्किनुन यिनीहरूको कार्यकाल चाहिँ सान्यान हिदा 4 वर्षको हो भन्यो है त खुरीको। अनि थाङ्गुगे कोरियाको सङ्गनुन चुनाव चाहिँ फोथोङसँग, यो फोथोङसँग भनेको राष्ट्रव्यापी सहभागिता। चुनावमा के हुन पर्यो त? राष्ट्रव्यापी सहभागिता, राष्ट्रका सबै नागरिक सहभागी हुनु पर्यो। त्यसलाई भन्छ फोथोङसँग। फेङदोङसँग समानुपातिक भ्यालु, एउटै भ्यालु, प्रत्येक हरेक एक भोटको चाहिँ बराबर भ्यालु हुन्छ क्या भन्न खोजेको। अनि छिक्षपसँग चुनावमा आफै चाहिँ के हुनु पर्यो? सहभागिता हुनु पर्यो है। अनि छ फिमेलसँग चुनाव चाहिँ गोप्य रूपमा मतदान गर्नु पर्यो है। एउटा के भयो त? यसलाई हेरौँ त एकचोटि फेरि। फोथोङसँग भनेको राष्ट्रका सबै नागरिकहरू सहभागी हुनु पर्यो। फेङदोङसँग भनेको प्रत्येक भोटको भ्यालु बराबर हुनु पर्यो। छिक्षपसँग भोटमा आफै भोटिङ गर्नु पर्यो, आफै गए उपस्थित भएर। र फिमेलसँग भनेको गोप्य रूपमा मतदान गर्नु पर्यो। रानुन यसरी यस्तो भनिने सङ्घवी चुनावको सावनचिगे 4 सिद्धान्तलाई अम्गेक हागे कडाइपूर्वक जिख्यजिगो इत्ता पालना गरिँदै आइएको छ भनेछ तारा छ। अनि थुफ्यो भनेको भोटिङलाई हानुन खुङमिनुन भोटिङ गर्ने मानिसहरू चाहिँ, नागरिकहरू चाहिँ सङ्घवी साउन्चुन सङ्घ चुनावका 4 सिद्धान्तलाई जिखिमे पालना गर्छन् भने नुगुरुल कसलाई सन्चुल हादा भनेको छनौट गर्ने अथवा निर्वाचित गर्ने खसिच्ची कुरा हो। गिफी भनेको गहिरो सेङ्गा खामेन्छ गहिरो विचार गर्दै सङ्घे चुनावमा छामेया हान्ता सहभागिता हुन्छन् भनेको है त। ल अप्सनलाई हेरिहालौँ त। अब नमिल्ने कुरा छान्न छ है त। हाङ्गुगुन कोरिया चाहिँ खुगे मुख्यतया से 3 छारेवी चरणको सङ्घका इत्ता। कोरियामा मुख्यतया 3 चरणको चुनावहरू छन् भनेको छ। त्यो मिल्यो है त। के हो त? राष्ट्रपति चुनाव, अर्को राष्ट्रिय सभा सदस्य चुनाव र अर्को स्थानीय सरकारको लागि चुनाव है त। 2 नम्बरमा छ हाङ्गुगे सनन कोरियामा चाहिँ सङ्घ चुनावको सावनचिगुल जिखीको इत्ता 4वटा सिद्धान्तहरूलाई पालना गर्दै आइएको छ। यो पनि मिलेछ। अर्को 3 नम्बरमा छ सङ्घरो चुनावद्वारा खुङमिने नागरिकको विसारुल चाहनालाई
थेसिन हानुन प्रतिनिधित्व गर्ने सारामुल मानिसलाई पोपुन्ता छानिन्छ भने चाहिँ है त यो पनि मिल्छ भनेपछि 4 को मिल्दैन भन्ने कन्फर्म भयो है 4 मा के छ हेरौँ त थेथोङ नेङ राष्ट्रपति खुक्खोइ उइवोन राष्ट्रिय सभा सदस्य छिबाङ उइवे उइवोनुल स्थानीय सरकार सदस्य इम्किनुन सानेन इदा भने 4 वर्षको हो भने चाहिँ त यहाँनिर राष्ट्रपतिको कार्यकाल अवधि कति हो त 5 वर्ष हो नि त मिलेन है त यही चाहिँ मिल्दैन ल 49 देखि 50 मा छ थाउन छिल्मुने तरको प्रश्नमा थाबासियो उत्तर दिनुहोस् भनेको छ 49 मा हेर्नुभयो भने थाउम इलको तलको कुरालाई पढेर खारो एक ब्राकेट भित्र खाजाङ सबैभन्दा आलमा जुन मिल्ने कसुल सुसियो मिल्ने कुरा लेख्न छ यो ब्राकेट भित्र तपाईले सबैभन्दा मिल्ने कुरा लेख्न छ है त पढाउँदा के लेख्न पर्दो रहेछ हेरौँ हाङ्गु गेसनुन कोरियामा चाहिँ हाक्यु खेयु गेसनुन शिक्षा प्रणालीमा चाहिँ हाक्सेमुल विद्यार्थीलाई ओल्बारुगे उचित तरिकाले विद्यार्थीलाई उचित तरिकाले आल्गो छिदो हागी थाहा पाउने क्या त्यो कस्तो खालको विद्यार्थी हो भनेर थाहा पाउनलाई बाटो देखाउनका लागि बाटो हेर्नका लागि विद्यार्थीलाई मार्गदर्शन गर्नका लागि त्यो विद्यार्थीको बारेमा थाहा पाउनका लागि उही छामगु हालमानहान सन्दर्भ लिए जति नै कति छ त त्यो अब विद्यार्थीको बारेमा के कुराहरू सन्दर्भ लिएको छ साहाङुल छक्कुन छङबुइन उपयोगी हुने किसिमले लेखिएको छङबुइन भनेको एउटा रेकर्ड बुक त्यसलाई के भनिन्छ त्यो एउटा शब्द यहाँ भर्न छ रुल ह्वार्योङ हाए प्रयोग गरेर थेहाक्यु सुसी मोजिबे विश्वविद्यालयको सुसी मोजिब भनेको प्रारम्भिक भर्ना प्रक्रियामा जिउन हाल्छु इत्ता भन्यो हैन ओके हाक्यो सेमहल गिरोबु भनेर यहाँ भन्नु पर्यो यो भनेको हाक्यो भनेको विद्यार्थी सेमहल भनेको विद्यार्थी जीवनको गिरोबु भनेको रेकर्ड अभिलेख विद्यार्थी जीवनको स्कुले जीवनको अभिलेख भनेर यहाँ एउटा शब्द भन्नु पर्यो 50 नम्बरलाई पनि हेरिहालौँ माझिमाग अन्तिमको है त काले भन्छ अझै नुक्के थोइगुनेसर हिजो ढिलो कम्पनीबाट छुट्नु भयो भनेको छ फिगोने फोइने हो धेरै थकित देखिनुहुन्छ नाले भन्छ ने यो जुम आज भोलि इरी मानस काम धेरै भएर आछिमे मोत फिगोन हेयो भनेको छ है त आछिमे काम यति धेरै हुन्छ यति थकित हुन्छ कि बिहान उठ्नै नसक्ने गरेर थकाइ लाग्छ भन्न खोजेको हो यहाँ अब एउटा ग्रामेटिकल एक्सप्रेसन यहाँ भर्नु छ हैन के भन्ने होला त आछिमे मोत इरनाल छङदोरो भनेर भन्नु पर्यो ग्रामरको फर्म है त देखिहाल्नु होला इरनाल छङदोरो मोत इरनाल छङदोरो यहाँ हेरौँ त काम धेरै भए जत्तिकै उठ्नै नसक्ने गरेर थकाइ लाग्छ भन्ने यो ग्रामरको सेन्स आउँछ अवस्था है त यहाँसँगै यो फर्स्ट सेट चाहिँ कम्प्लिट हुन्छ सेकेन्ड सेट लिएर उपस्थित हुने नै छु त्योभन्दा पहिला चाहिँ मैले खुसुल सियम यो कस्तो प्रकृतिको हुन्छ कसैको क्वेसन आउँछ त्यो चाहिँ छिटै नै हाल्नेछु है त